कसले भन्छ मायाले संसार थाम्दैन भनेर। यदि मनमा माया, ममता र मानवता छ भने मायाले संसार थामिदिने मात्र होइन, कसैका लागि पुरै संसार बदलिदिन पनि सक्छ। यही माया र मानवताको सम्बन्धलाई लिएर कैयौं जोखिममा रहेका बालबालिकाहरूको संरक्षक बनेकी एउटी महिला, जसले ती बालबालिकाहरूको संरक्षण मात्रै गरिनन्, आमा बनेर आफ्नो जीवन समेत समर्पित गर्दै आएकी छिन्। आवाज नेपाल दोलखाकी अध्यक्ष तथा आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रकी आमा सृजना कार्की आजको हाम्रो यात्रा जिन्दगीकोमा कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। धन्यवाद। के गर्दै हुनुहुन्छ आजभोलि? त्यति बसिरहेको छु भन्नु पर्यो। अब यसो त्यहीँ आवाज नेपाल दोलखा रहेका नानी बाबुहरूसँग एक दिन बित्छ। हजुर, दिदी अलिकति पुरानो कुरातर्फ फर्कौँ है। तपाईँ त राजनीति गर्ने मान्छे, राजनीतितिर हुनुहुन्थ्यो, फेरि यो सेवातिर कसरी आउनुभयो? होइन, अब राजनीतिबाट परिवर्तनै गर्ने हो हुन चाहिँ होइन, एउटा मूल नीति हो नि त राजनीति पनि। अब राजनीतिबाट नै एउटा नीति बनाएर यस्ता कामहरूमा हात हाल्ने भन्ने नै एउटा सोचले अब परिवर्तनका कुराहरू गर्यो। यदि राजनीति नगरिनु हो भने त बहुदल आएपछि नै केही कुराहरू त परिवर्तनका कुराहरू भएछ नि त। अब त्यो राजनीतिले नै धेरै कुराहरू सिकायो नि त, त्यहाँभित्रका कुराहरू सबै सिकायो। र एक्कासी मेरो राजनीति त एउटा ऊ नै थियो, गर्छु राजनीति भन्दा पनि राम्रो असल एउटा नेतृत्व गर्छु कि भन्ने थियो र अरूलाई पनि नेतृत्व गराउने भन्ने हाम्रो चाहना बमोजिम नै हो हुन चाहिँ। तर एक्कासी चाहिँ 2069 सालमा धेरै अगाडिदेखि आएको सोच हो होइन। यो धेरै भोलममा सबैले गर्नुपर्छ, यसलाई चाहिँ नगरी नहुने काम त हामीले जब चाहिँ महिला भयौँ, जब अप्ठ्यारोमा पऱ्यो होइन, अब हामी पनि त एउटा महिला भएर त थुप्रै खालका पीडाहरू भोग्यौँ नि त। तर न्याय पाउने कुरामा, न्याय दिने कुरामा एउटा मानव अधिकारको कुराहरू चाहिँ उठान गर्नुपर्छ। अलि बढी अधिकारको कुराहरूमा होइन, संरचनागत आँखाले हेर्नुभन्दा पनि अधिकारको आँखाले हेर्ने बनाउनुपर्छ भन्ने सोच त छँदै थियो। तर हुँदै जाँदा गर्दै जाँदा पनि त्यहाँबाट धेरै अनुभवहरू भनिन्छ नि, अनुभव चाहिँ अब एउटा त्यस्तो चिज र चाहिँ काम गर्दै जाँदा, अभियान चलाउँदै जाँदा त्यति धेरै अनुभवहरू भयो कि नगरी नहुने यो चाहिँ यो काम चाहिँ पहिलो प्राथमिकतामै राख्नुपर्छ। अलिकति पृष्ठभूमि दिदी, यसको अलिकति पृष्ठभूमि सुनाउन। यो कसरी सुरुवात भयो, के कारणले त्यही त यो चाहिँ त्यही त मैले भन्दैछु। यो चाहिँ अब हामी व्यक्तिगत रूपमा अलिअलि गर्थ्यौँ र म आफै पनि अब अलिकति महिला भएकै कारणले भनौँ न, मेरो आमा, मेरो हजुरबुवा, हजुरआमा, मेरो समाज त म जन्मिँदाको अवस्था भनेर अहिलेको त धेरै अन्तर छ नि त होइन। त्यो बेलादेखि मेरो घरमा चाहिँ दाइ पनि भूमिगत राजनीति गर्ने र मेरो विशेष चाहिँ प्रेरणाको स्रोत म अहिले पनि एकदमै अब बाबुकाजी कार्कीबाट प्रेरित भएर भनौँ न, र अनेकै जनवादी गीतहरू मैले जब मैले थाहा पाएँ, जाने बुझेँ, मलाई यो माया प्रेमका गीतहरू भन्दा पनि मलाई चाहिँ एक खालको संवेदनशीलता, विकास प्रेमी होइन, अब यो सामाजिक न्याय प्रेमी गीतहरू चाहिँ म सुन्थेँ। त्यसले पनि मलाई अलिकति चाहिँ हौसला प्रदान गरेको। सो हौसला प्रदान गर्दै जाने क्रममा थुप्रै खालका अप्ठ्याराहरू भोग्दै आयो। इभन कि म 2055 सालबाट चाहिँ मैले 60 सालसम्म सोसल मोबिलाइजर काम गर्दा पनि मैले गाउँघरमा चाहिँ त्यस्ता कुराहरू देखेँ कि एउटा ट्याङ्काको लागि पनि ट्याङ्का चाबी लागेको ट्याङ्काको लागि पनि घर परिवारमा झगडा हुने थियो होइन। अनि विभेद थियो त्यहाँतिर होइन। अब जनजाति जाति महिलाहरूमा विभेद त अथालै थियो, तैपनि उहाँहरूले जति सहन सक्नुहुन्थ्यो सहनुभयो, हामीले पनि सहयौँ केही कुराहरू होइन। र त्यसो गर्दै आउने क्रममा चाहिँ 2069 सालमा त अझ बढी चाहिँ हाम्रो मन छ्या भयो। के भयो त भन्दा 2069 सालको वैशाख महिनातिर चाहिँ 32 एकजना, अब अहिले त उहाँ हुनुहुन्न, उहाँको नाम लिँदा फरक पर्दैन भन्ने मलाई लाग्छ, जो बालकुमारी तामाङ हुनुहुन्थ्यो। 2टा बच्चा बोकेर उहाँ चाहिँ गर्भवती अवस्थामा आउनुभएको थियो कि उहाँ चाहिँ म चाहिँ कसैको रेप भएर मेरो पेटमा बच्चा छ, मेरो घरमा कोही पनि हुनुहुन्न, मेरो बिहे गरेको श्रीमानको मृत्यु भइसकेको छ, मेरो बच्चा 2टा छ र मेरो देवर जेठाजु नन्दा आमा चाहिँ कोही पनि हुनुहुन्न, एकजना नन्दा हुनुहुन्छ, विवाह गरेर गइसक्नु भएको छ र मलाई चाहिँ बचाइदिनुहोस्, मेरो बच्चा बचाइदिनुहोस् भनेर आउनुभएको थियो है। आएको बेलामा चाहिँ के थियो त भन्दा 2069 सालसम्म भन्दा चाहिँ त्यहाँ खासै महिलाहरूको पक्षमा अब आवाजहरू धेरै कुरा उठे पनि कानुनहरू बनि नसकेको अवस्था र संवेदनशीलताको हिसाबले कार्यालयहरूले पनि त्यति धेरै अब भनौँ न सम्बोधन नगरिरहेको अवस्था थियो होइन। अब जब
चाहिँ 2010 लाई चाहिँ एउटा महिला हिंसा विरुद्धको वर्ष मनाइयो माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा। त्यो बेलाबाट चाहिँ अलिअलि संवेदनशीलताको कुरा आएको हो कि। अनि त्यस्तो भइरहँदा चाहिँ के थियो त भन्दा अब गर्भपतन गराउने कानुन त बन्यो नेपालमा, तर लिगल्ली 12 हप्ताको भन्दा थिएन। र दोलखा जिल्लामा लिगल्ली हस्पिटल पनि हुनुहुन्थ्यो, लिगल्ली डक्टर पनि हुनुहुन्थ्यो। अब जसले पातेले त लुकेर चोरेर गर्ने कुरा त उनीहरूलाई एउटा थाहै नपाएको महिलालाई त थाहा हुँदैन त कहाँ जाने के गर्ने, हारगुहार गर्न सक्ने हैसियत पनि थिएन। जसले बलात्कार गरे हो उसलाई चाहिँ उसले चाहिँ 2000 पैसा दिएर बच्चा ढालेर आइज भनेर पठाएको रहेछ। तर मेरिस्टो भन्दा थियो यहाँ है, तपाईँलाई नि याद होला। मेरिस्टोमा गएपछि त्यो 12 हप्ता नागेर अर्को एक दिन थप्यो भने पनि उसले चाहिँ गर्भपतन गर्दो रहेछ र हस्पिटलहरू थिएन। अहिले के भन्नुभएको थियो भने एकैछिन बाटोमा बाइ द वे मसँग भेट भयो भनेको महिला विकास त्यो पुरानो घर थियो त्यो कोटीहोमको छेउमा, त्यहाँ रुँदै पुग्नु भएको रहेछ। भेट भयो र मैले सोधिरहँदा चाहिँ उहाँले के भन्नुभएको थियो, मेरो बच्चा बचाइदिनुहोस्, मलाई बचाइदिनुहोस्, यस्तो यस्तो भयो भनेर भन्नुभयो। अब हामीले अब अधिकारको हिसाबले अलिअलि गफ गर्ने, अलिअलि आवाज उठाउने भएको कारणले धेरैतिर चाहिँ मैले पनि समन्वय गर्ने। त्यतिखेर तत्कालीन जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन पनि गएको होइन। अब जिल्ला प्रहरी कार्यालयमा पनि अब ठ्याक्कै तालुका अड्डाबाट त्यस्तो परिपत्रहरू नभएपछि खासै अब व्यक्तिले गर्ने मन भएर गर्ने र अब चिठी पत्र आएपछि गर्ने कुरा त फरक हो नि त। त्यो खासै सम्बोधन हुन सकेन। नभइसकेपछि चाहिँ 2069 सालको वैशाख महिनामा त्यस्तो भयो। जेठ महिना रह्यो। जेठमा हामीले थाहा पाउँछ झैँ गरेर अब त्यही गाउँको जसले बलात्कार गर्यो भनेको, बाउ छोराले बलात्कार गर्यो भनेको छोरालाई चाहिँ जिम्मा आएको रहेछ होइन, त्यो बच्चासहित। र त्यसको असार 11 गते तपाईँलाई पनि याद छ होला, गोपी खोलामा चाहिँ 2टा बच्चासहितको गर्भवतीको लास भेट्यो नि त त्यति बेलाको। अब उसको घर त्यति बेलादेखि ढोका लाग्यो होइन। अब त्यो बेला चाहिँ अब त्यो कसले मार्यो त्यो हाम्रो कुरा भएन, को हो भन्ने पनि हामीलाई थाहा छैन। सायद त्यति बेला हामीले बचाउन सकेकोले चाहिँ हामीलाई चाहिँ यहाँ बास दिनुहोस्, म फर्कन सक्दिनँ, फर्कन चाहन्न, मलाई मेरो बच्चालाई मार्छन् त उहाँले भन्नुभएकै थियो। तर जब फर्केर सबैले जिम्मा लाए, हामीले पनि थाहा पाउँछ जिम्मा लाए, स्थानीय निकाय, प्रहरी, अब राजनीतिक दल सबै मिलेर उसलाई जिम्मा लाए, के नगर्नु जस्तो त भयो। तर केही समय पछाडि असार 11 गते उहाँको चाहिँ अब बच्चासहित गर्भवती महिला चाहिँ गोपी खोलामा लास भेटिएको कुरा चाहिँ त्यति बेला अब सबैलाई जगजाहेर रहेछ। त्यो लास त्यसरी भेटिसकेपछि चाहिँ अब हाम्रो मन चाहिँ छिया छिया भयो त्यो क्षेत्रमा काम गर्नेहरू चाहिँ। किनभने हामीले नेपाल सरकारको मापदण्ड अनुसार राख्न ठाउँ त हामीसँग पर्याप्त पनि छैन, केही पनि छैन। तर उसले चाहिँ मलाई नपठाउनुहोस् न, मेरो बच्चा बचाइदिनुहोस्, मलाई बचाउनुहोस् भनेको बेला हामी बचाउन राख्न सकेको भए त्यो साना ल आमा त दोषी नै होला समाजको लागि होइन, उसले हारगुहार गरिन होला, उसले आफूले त्यति बेला के गर्नु सक्छ, तर बच्चाको दोष थिएन त, त्यो सानो बालकहरूको दोष थिएन। ती बाँचेको भए आज के हुन्थ्यो त समाजमा थाहा छैन नि। त्यो बच्चाहरूले चाहिँ एकदमै मलाई अहिले पनि म सहन सक्दिनँ। सम्झायो भने मैले मेरो आँखाले देखेको छ कि त्यो देख्दा त मलाई साह्रै गाह्रो भयो नि। हामी एक बेलुका चाहिँ हामी रोएर बस्यौँ। मेरो अहिले संस्थाको सचिव शर्मिला थापामा एकदमै के गर्ने भयो। त्यति बेला गणेश भट्टराई सर हुनुहुन्थ्यो, सिडिओ साहब चाहिँ बिदा भएर जान लानुभएको थियो। डिएसपीलाई हेरिदिनुहोस् है भनेर उहाँले हराउनु त भयो। तर अब उनीहरूलाई नि त्यो परिपत्र नभएसम्म संवेदनशील भएर नहेर्ने, अब हारगुहार अब बाहिर हामी चाहिँ एउटा कुरा भयो भने बाहिर अर्को कुरा भयो होइन, हाम्रो आवाज सानो भयो भनौँ न। त्यो भएको कारणले चाहिँ ऊ अब ती महिला जब मृत्यु पछाडि मात्रै ती मान्छेलाई केही समय समाएर केरकार गर्ने काम भयो। त्योभन्दा अगाडि नै केरकार छलफल भइदिएको भए सायद हामी त्यो महिलालाई बचाउन सक्छौँ, त्यो बालकलाई बचाउन सक्थ्यौँ। जसको ठाउँमा अहिले इँटाभट्टा छ, अब जसको घर ढोका लाग्यो, अर्काले ढोका बन्द गरेर इँटाभट्टा भयो होइन। आखिर हाम्रो समाजको मान्छे हो नि त, ऊ पनि एउटा कमजोर महिला, एकल महिला, जनजाति महिला होइन। त्यो बच्चा पनि बाँच्न नपाउँदा चाहिँ हामीले रातभरि बसेर 12-1 बजीसम्म हामी रुयौँ। र त्यस पछाडि चाहिँ एउटा विधान बनाएर अब संस्थागत हामीलाई जे जोखिम आए पनि हामी बोल्ने भनेर हामी शर्मिला थापा र म भनौँ न एउटा संस्थाको परिकल्पना गरेर हामीले संस्था दर्ता चाहिँ 2069 सालको फागुन 13 गते गरेका हौँ। हामीले हाम्रो स्थापना दिवस पनि आउँदैछ र त्यसरी चाहिँ हामीले सुरुवात गरेर हामीसँग आएको भात मिठो खाना हामी दिन सक्दैनौँ, राम्रो लाउन दिन पनि सक्दैनौँ यो हो। तर राम्रो ठाउँमा सुताउन पनि सक्दैनौँ। तर आएको बेलामा चाहिँ मलाई नपठाउनुहोस् न, मलाई बास दिनुहोस् भन्ने बेलामा हामीले हाम्रो घरमा राख्यौँ भने अब मैले त्यति बेला नि काम गर्दा चाहिँ सिर्जना चाहिँ अर्का घर बिगार्छे अर्का होइन, अब यो चाहिँ भन्ने हालको एउटा आउने अब आफ्नो कोठामा पनि थिएन होइन त्यति राम्रो। त्यो भएको कारणले एउटा संस्थागत रूपमा हामीले काहीँ न काहीँ सुरुवात गऱ्यौँ भने
हामीसँग केही भएर एकमुठी चामल भएर, धन भएर, केकना भएर त्यहाँ चाहिँ के अरे रमाउन, कमाउन भनेर हामीले संस्था दर्ता गरेको पनि होइन। अहिलेसम्म त्यो ठाउँमा हामीले रमाएकै पनि छैनौँ, कमाएकै पनि छैनौँ। वास्तवमा रमाएका छौँ भने केही मान्छेलाई संरक्षण गर्न पाएकोमा गर्व चाहिँ छ। अब चाहिँ केही मात्र चाहिँ खुसीको केही मान्छे चाहिँ त्यो मर्न र मार्नबाट बाँचेकाहरू छन्। केही बच्चाहरू जन्मिन पाएका छन्, हुर्किन पाएका छन्। नत्र भने जन्मिने बेला पनि उनीहरू चाहिँ कुन भिरभर कुन खोलामा फ्यालिन्थ्यो होला। तर जन्मेर हुर्केका छन् भन्ने त्यो सकिएको छ। त्यसकारण चाहिँ हामीले 2069 सालमा यी धेरै घटनाहरू त छँदैछन् अरू पनि होइन। तर त्यो चाहिँ मुख्य अब हाम्रो लागि चाहिँ घटना दुःखदायी घटना हो। तर त्यसले नै हामीलाई चाहिँ एउटा संस्था जन्माउन चाहिँ हामीलाई एउटा प्रेरणा पनि थियो। यो गऱ्यौँ भने चाहिँ वास्तवमा आएको बेलामा भुइँमै सुताएर भने नि सँगै सुताएर भने पनि होइन। अब खानेकुरा खोले पकाएर दिएछौँ भने पनि बरु चामल मागेर खाउँला भन्ने हिसाबले नै हामी एकमुठी चामल नहुँदा नहुँदै पनि हामीले मदर टेरेसालाई सम्झँदै मदर टेरेसाले टन्नै धन सम्पत्ति घर बनाएर सुरुवात गरेको होइन है। हामी लाग्यो भने केही न केही होला भनेर योजनाबद्ध ढङ्गले पनि होइन। हामीले आवाज त पहिलेदेखि उठाएका थियौँ। जब जिस्से भाउ चाहिन्छ महिलाहरू जो महिलाहरू मात्रै होइन, हामीले चाहिँ मान्छेले बुझ्छ हामी महिला भएकाले महिलाको कुरा मात्रै जो अप्ठ्यारोमा पर्छ त्यसलाई हामीले संरक्षण गर्नुपर्छ। म त अहिलेको हकमा भन्छु पुरुषहरूलाई पनि चाहिन्छ, सबैलाई चाहिन्छ। जो अप्ठ्यारो पर्छ नि त, जसलाई अप्ठ्यारो परिरहेको छ त्यसलाई चाहिँ हामीले माया गर्नुपर्छ, संरक्षण गर्नुपर्छ। अनि मात्रै उहाँहरूलाई चाहिँ कम्ती नै हामी बचाउन पनि सक्छौँ होइन, अगाडिको बाटो देखाउन पनि सक्छौँ जस्तो लागेर हामीले 2069 सालमा त्यसरी संस्थागत रूपमा चाहिँ हामीले दर्ता गऱ्यौँ र हामीले त्यही वर्षबाट चाहिँ हामीले एकदमै अप्ठ्यारोमा साह्रै अप्ठ्यारोमा आफ्नो पारिवारिक जोखिममा परेका नानीहरू 2जना नानीहरूबाट सुरुवात गरेको। अब आज आइपुग्दा हामीसँग चाहिँ 31जना हुनुहुन्छ। भनेको यहाँ यतिजना हुनुहुन्छ तर हामीसँग थुप्रै हामी करिब 300-400जनालाई संरक्षण गऱ्यौँ होला। संरक्षणको हिसाबले मात्रै, अरू अभियानको हिसाबले त फोनबाट अन्य कुराले पनि हामीले त 2500-3000लाई गऱ्यौँ होला। हामीले त्यो चाहिँ किन एउटा घर परिवारमा त्यसरी पुग्यो। तर के हो भने संरक्षणको हिसाबले चाहिँ हामीले काठमाडौँको बालिका होममा, माइती नेपालमा, काजामा तालिममा पठाउने गरेका छौँ, साथीमा, त्यस पछाडि युथ फाउन्डेसनमा विभिन्न होमहरूमा पनि राखेका छौँ। र केहीमा महिलाहरू पुनर्मिलन हुनुभएको छ, केही विवाह गर्नुभएको छ, केही आफू सक्षम हुनुभएको छ, कोही होइन अब जागिर खाने भइसक्नु भएको छ भने केही पढ्दै हुनुहुन्छ। र अहिले यति सानो बच्चाहरू चाहिँ कतिजना हुनुहुन्छ दिदी अहिले? हामीसँग जम्मा स्कुल जाने चाहिँ 8जना हुनुहुन्छ र घरमा बस्ने सानो बच्चाहरू भनेको 5जना हुनुहुन्छ। 5जना चाहिँ घरमा चाहिँ अब खेलेर अब केही चाहिँ अब न्यू स्टेसनबाट हाल्न मिल्ने पनि हुनुहुन्छ भने केही चाहिँ अब सानै हुनुहुन्छ र 18जना चाहिँ स्कुलै जानुहुन्छ। अलिकति शिक्षाको पनि कुरा जोडौँ न दिदी। अनि कसरी शिक्षा दिइराख्नु भएको छ, के छ पढ्नुलाई? भयो अब हामीसँग सुरुमा खासै गरी भन्ने भने हामीले त्यत्रो योजना मैले भने हाम्रो पूर्व योजना के मान्छेले योजना बिना केही पनि हुँदैन भन्छन्। कहिलेकाहीँ योजना पूर्व योजना बिना गरेको काम पनि कहिलेकाहीँ सफल हुन्छ जस्तो लाग्छ। योजना बनाउन थाले पनि त्यो वर्ष बित्दो रहेछ क्या। अनि कहिले के हुने कहिले के हुने। अब हामीले 8 गरेर सुरुवात गरेपछि सुरुमा चाहिँ हामीले टान्जी जस्तो बनाउने नि त यहाँ भनेको थियौँ महिलाहरूको लागि होइन। अब पछि हुँदै जाँदा चाहिँ हामीसँग चाहिँ बढीभन्दा बढी चाहिँ रेप केसको उपस्थिति भयो। रेप केस पनि गर्भवती महिलाहरू आउनु भयो के। अब धेरै संस्था चाहिँ बच्चा एकतिर आमा एकतिर गरिदिने पनि रहेछ होइन। मैले चाहिँ के सोचेँ भने बच्चा र आमा त कहिले पनि छुट्याउँछ, त्यही पाङ्ग होस् तर चाहिँ बस्न चाहेको खण्डमा चाहिँ आमा र बच्चासँग हुने आमाको लागि पनि जीवनमा रिलिफ हुने एउटा तनाव व्यवस्थापन गर्ने हुने बच्चाहरू भनेको मलाई लाग्छ तपाईँले नि महसुस गर्नुभएको होला होइन। परिवारको लागि बच्चा नै हो त तनाव व्यवस्थापन गर्ने क्या। त्योभन्दा मुलुक अरू केही पनि हुँदैन कि। अब धेरै कुराको चाहिँ बच्चाको कारणले घर परिवार मिलेको पनि छ होइन। उहाँहरू अलिकति भनौँ न केही योगदान गर्न सक्ने, के चाहिँ पावरफुल हुन सक्ने अथवा अगाडि बढ्न सक्ने त्यही बच्चाकै कारणले भएको हो। अहिले आफू जोगिनु भएको पनि होला। तर त्यही बच्चा चाहिँ अब जन्माउनु पर्छ भन्ने हिसाबले 2073 सालमा चाहिँ एकजना नानीको आमा चाहिँ 15 वर्षको नानी चाहिँ रेप भएर उजुरी परेको थियो, जसलाई कसैको पनि सपोर्ट भएन। उहाँ नानी त्यहाँ आइसकेपछि एक्लो मुद्दा लड्नुभयो हामीसँग रहँदै। तर माइती कसैको पनि भेटघाट नभइकन उहाँको चाहिँ 81 बाटोमा हिँड्दै चाहिँ उहाँको मृत्यु भयो है। मृत्यु भएपछि एउटा नानी चाहिँ अब ठ्याक्कै त्यति बेला 10 महिनाको नानी थियो। त्यो 10 महिनाको नानी चाहिँ अब हामीले चाहिँ कतै पनि दिन सक्ने आधार पनि भएन, पठाउन सक्ने आधार पनि। फेरि अर्को कुरा के चाहिँ रह्यो त भने त्यति बेला चाहिँ
ठिक छ नि त बच्चा नहुनेहरूलाई हामी दिउँ न त एडप्ट गरौँ बच्चाहरू पनि कतै दिउँ भनेर बालगृहतिर पठाउन पनि धेरै खालका प्रक्रियाहरू अपनाउनु पर्ने र धेरै जस्तो बालगृहतिर पनि रेपबाट जन्मेको यस्तो अप्ठ्यारा परेको बालबालिका राख्ने कि नराख्ने भन्ने जस्तो हुँदो रहेछ कि बाबामा मरेको मात्रै भन्यो भने राख्ने भयो तर कसरी जन्म्यो कस्तो अवस्थाको बालबालिका भनेर राख्न पनि नचाहने र अर्को कुरा चाहिँ एडप्ट गर्ने पनि कुन जातको के कस्तो अब त्यति बेला त्यो नानी खासै राम्री पनि थिएन क्या हेर्दा चाहिँ अरूको नजरमा तर मेरो लागि त त्यो अब एकदमै राम्रो छ होइन हजुर। मैले बोकेर हिँड्दा पनि यो चाहिँ यस्तो रहेछ त्यस्तो रहेछ भनेर भनेर भन्नुहुन्थ्यो अनि त्यहाँबाट चाहिँ फेरि हामीलाई के लाग्यो भने अब यो बच्चा पनि हामीले यहाँबाट हुर्काउनु सक्यो भने त राम्रो म अब चाहिँ बच्चाहरू कसैलाई पनि दिन्न किनभने अब सन्तान चाहने मान्छे चाहिँ जातको कुरा गर्दैन संवेदनशीलताको कुरा गर्छ होइन त्यहाँनिर चाहिँ यो लुकाउने कुराहरू गर्दैन माया गर्छ र अर्को कुरा चाहिँ के पनि मैले देखेँ भने हाम्रो समाज चाहिँ एउटा राम्रो मान्छे हुने खाने छ भने चाहिँ सुत्केरी भेट्न पनि जाने हुन्छ सबै कुरा जब चाहिँ मैले त्यो सुत्केरी भूकम्पको बेला त्यो 72 त यति धेरै सुत्केरीहरू हामीले उतार्यौँ जब उहाँलाई भेट्न आउने चाहिँ कोही पनि भएन क्या किनभने त्यो कमजोर मान्छेलाई त्यो आमाको दुध नेसेसरी हो पनि भनेको छ होइन अनि आमालाई भेटको कुराहरू पनि छ अहिले पछिल्लो त केही स्थान निकाले गऱ्यो होला तर ठ्याक्कै त्यहाँ भएका त्यो सुत्केरी गर्भवती महिलाहरूलाई चाहिँ भेट्ने भनेको मान्छे चाहिँ मैले कोही पनि देखिनँ त्यहाँ भेट्न त मिल्थ्यो होला नि त होइन बेला अनि त्यो आधारमा चाहिँ हामीले पछिल्लो अवस्था चाहिँ जो त्यहाँ जन्मिनु भयो त्यो नानीका कारणले चाहिँ अब हामीले अरू बालबालिका पनि राख्नु त अहिले हामीसँग त्यो बालबालिका भएको चाहिँ धेरै भएको छैन 4-5 वर्ष किनभने पहिले महिलाहरूको मात्रै टिम भयो हाम्रो त आउने जाने भएकोले होइन कहिले चाहिँ अहिले चाहिँ नानीहरूको टिम अलिक बढ्यो र अलिक बढी चाहिँ बालिकाहरू चाहिँ अलिक बढी अब यहाँबाट हामीले यहाँ नि संरक्षण गर्न एकदम गाह्रो भएको घेराभित्र परेका हुन्छौँ नि कहिलेकाहीँ हामी चाहिँ त्यो चाहिँ हामीले बालिका होमसँग एकदमै बाल हेल्पलाइनसँग के अरे समन्वय गरेर उता पठाएका छौँ र केही चाहिँ अब यहाँ हुनुभएको अब शिक्षाको कुरा गरिरहँदा चाहिँ अब हामीले सुरुमा चाहिँ अलिअलि बिचमा आउनुभएको बालिकालाई हामीले पशुपति कन्यामा पनि पढाएका थियौँ होइन अब काम आइबन 2-4जनाले पास गर्नुभयो त्यो चाहिँ बिचमा आउनुहुने दिदीबहिनीहरू जो चाहिँ बिचमा 8 कक्षा पास गरेर आउनुहुने अब बिचमा पढाइ छोड्ने हुनुको चाहिँ त्यहाँ खुल्लाबाट त्यहाँ जाँदेर पास गर्नु भएको छ होइन र अर्को चाहिँ पशुपति कन्या हामी सुरुमा पढाएका थियौँ तर त्यहाँ चाहिँ त्यति धेरै नानीहरू अब पढ्न चाहेनन् पनि अब अलिक गाह्रो गाह्रो पनि भयो त्यहाँ धेरै कुरा गर्नुभन्दा होइन छिनो सामुदायिक विद्यालयमा चाहिँ के हुने भने अब धेरै संवेदनशीलताको कुरा अलिक कम त्यति बेला अलिक बुझाइको कुरा पनि थियो होला अब नानीहरू त्यति धेरै रुचाएनन् केही समय 2-4 कक्षा पढेपछि चाहिँ उहाँहरू त्यहाँ पढ्न चाहनु भएन र हामीले त्यति बेला अलि नानीहरू पनि हुनुहुन्न थियो अहिले पछिल्लो अवस्था ठिकै छ नि त उहाँलाई अझ बढी विशेष शिक्षा चाहिने हामी पनि अब कहिलेकाहीँ चाहिँ के हुँदो रहेछ भने शिक्षा भन्ने कुरा चाहिँ अब अङ्ग्रेजी भनेको चाहिँ अन्तर्राष्ट्रिय भाषा भइसक्यो होइन कम्ती अरूलाई बेचेर खाने भाषा नि त्यही त्यो हो ट्युसन गर्नु कम चाहिँ भाषा पनि त्यही भयो अब हामीले पनि त्यो अङ्ग्रेजी नजानेकै कारणले पनि धेरै दुःख पाएको कारणले चाहिँ अब जति बोर्डिङमा चाहिँ अब अङ्ग्रेजीमा अलिक दखल राख्छन् इङ्ग्लिसमा त्यति चाहिँ सामुदायिक विद्यालयमा त्यति अहिलेको अवस्था त होला होइन मिनियोबाट पढाइन्छ तर खासै हामीले स्कुलमा हाल्ने बेला चाहिँ थिएन नभएको कारणले चाहिँ हामीले बोर्डिङहरू नै समन्वय गरेर हामीले बाल उद्यानमा पढाइरहेका थियौँ सुरुमा बाल उद्यानले पनि केही सहयोग गर्नुभएको थियो र हामीले पनि सहयोग गऱ्यौँ उहाँले पनि गऱ्यौँ गर्नुभयो र अहिले पछिल्लो अवस्थामा चाहिँ अब 2जना कामबाट पठाउनु भएको बहिनीहरू कालिम्पोङ स्कुलले नै पठाउनुहुन्छ कहिलेकाहीँ अप्ठ्यारो परेका नानीहरूलाई उहाँले पठाएको चाहिँ 2जना काममा पढ्नुहुन्छ भने 16जना चाहिँ मोडर्न नेपालले पढाइदिएको छ जसले चाहिँ फी र भर्ना चाहिँ जो आवाज नेपालबाट जानुहुन्छ उहाँहरूले फी र भर्ना चाहिँ नलिने भन्ने चाहिँ हाम्रो सहमति एउटा भएको छ र सम्झौता पनि भएको छ र उहाँले त्यो मात्रै होइन हामीलाई खाद्यान्न लगायतका कहिलेकाहीँ बच्चाहरूको चाहिँ आउट नलेज पिकनिक सिक्निक जाने कुरा पनि यो मोडर्न नेपालले नै एकदमै सहयोग गरेको छ अहिले अलि धेरै हल्का चाहिँ त्यो मोडर्न नेपालले सहयोग गरेर अनि त्यसको साथसाथै चाहिँ व्यक्तिको सहयोग नि भनौँ न अब केही व्यक्तिका सहयोगहरूका कारणले पनि अब स्टेसनरीका कुराहरू भयो अब त्यही मोडर्नको हामीले खाजा र गाडीको पैसा तिर्छौँ 6 महिनाको लगभग हामीलाई 16जनाको 22,000 जति बिल आउँछ त्यो पनि अस्ति यही नजिकको गोकर्ण उसले गएर 40,000 तिरिदिनु भयो होइन हामीले दिँदा पनि स्कुललाई तिरिदिनुहोस् भन्छौँ क्या उहाँको शिक्षा चाहिँ अहिलेसम्मको शिक्षा चाहिँ त्यसरी चलेको छ र अब गौरीशङ्कर कलेज पढाउनेलाई पनि हामीले चाहिँ समन्वय गरेर अब केही हाम्रो केही उहाँहरूको गर्ने गरेर र त्यसरी शिक्षा दिने गरेका छौँ के छ दिदी अब कति वर्षसम्म उहाँहरूलाई राख्ने होइन अथवा उहाँहरू कतिसम्म गर्नुहुन्छ उहाँहरूले जागिर रोजगार भएपछि त्यहाँबाट निस्किने कि के भने त्यस्तो के सोच अहिले हाम्रो चाहिँ के भनेको छ एउटा के हुँदो रहेछ भने सरकारीको चाहिँ हेर्ने हो नि सेफमा 3 महिना र 6 महिना भन्छ
अब हाम्रो चाहिँ 3 महिना र 6 महिना भन्यो भने चाहिँ 3 महिना त उहाँहरू एउटा रिलिफ हुनै लाग्छ टाइम। र अर्को कुरा चाहिँ बालबालिकाहरू हाम्रो कानुन बनाएको छ 20 वर्ष पछाडि बिहे गर्नुपर्छ होइन। अनि कानुन बनाएको छ बालबालिकाको संरक्षण गर्नुपर्छ भनेको छ। अनि पठाउने चाहिँ कहाँ त क्या त्यही त। होइन। त्यो भएको कारणले चाहिँ हामीले चाहिँ केही पनि भने चाहिँ यति उति भनेर हाम्रो विधानमा राखेको छैन। हामीले त्यो एउटा अवधारणा चलाए पनि के चाहिँ गरेका छन् जब उहाँहरू सक्षम हुनु फेरि बिचमा छोड्ने पनि होइन नि त हाम्रो अलपत्र छोड्ने। जब सक्षम भएर हामी जान्छौँ बिहे गर्छौँ भन्नुहुन्छ विशेष गरी हाम्रो पुनर्मिलन नै हो, हजुर। पुनर्स्थापना नै हो। अँ, त्यो पनि नभएको मान्छेहरू चाहिँ अब सक्षम भएर केही बहिनीहरू आफै सक्षम भएर कोही जापान पुग्नुभयो, कोही साइप्रस जानुभयो, कोही बिहे गर्नुभयो होइन। अब केही चाहिँ अब उहाँहरू सक्षम भइसकेपछि उहाँहरूको रोजाइ हो होइन। हामी चाहिँ अब यहीँ बसेर हामी यो संस्थालाई राम्रो बनाउँछौँ भन्नुहुन्छ भने पनि ठिक। उहाँहरूले फैलाउनुहुन्छ होइन। हजुर। होइन जान चाहनुहुन्छ म एउटा बाहिरिन्छु भन्नुहुन्छ भने जानुहुन्छ। तर हामीले नै ठ्याक्कै यो चाहिँ गर्छौँ भन्ने छ नि। तर बाहिरी मान्छेहरूको आकलन भनाइ चाहिँ होइन कति राखिरहेको भन्ने छ। अब भीमसेन नगरपालिका यो चाहिँ अन्त होममा सेल्टर दिनुपर्छ भने अरूले चाहिँ कसले दिन्छ त? त्यही त। हाम्रो दोलखा जिल्लाको मान्छे अनि हामीले चाहिँ अन्त लगेर कहाँ थन्काउने हो। उहाँले चाहिँ एउटा आमा एउटा घर भनेर त्यसलाई बुझिसकेको अवस्थामा चाहिँ फेरि हाम्रो उहाँको त्यति गर्दा त त्यो घर हो भन्दा भन्दै त बाहिर हाम्रो मानवीय संवेदनशीलता छैन। कहाँबाट मलाई कहिलेकाहीँ बच्चा बोकेर हिँडायो कहाँबाट आउँछन् यस्तो बच्चा कहाँबाट ल्याएको यी बुढाको अवस्था छ के छ भनिदिँदा त उनीहरू झसङ झसङ हुन्छन् भने अब हामीले पठाउने भने चाहिँ कहाँ पठाउने क्या होइन। अब मैले भनेको छु यदि नेपाल सरकारको बालबालिकाको मापदण्ड अनुसार हो भने चाहिँ छैन। फेरि हाम्रो बाल आश्रम भनेर होइन हाम्रो सेफ होम हो। जब चाहिँ त्यहाँ आउने आमाहरूले जन्माएका बच्चाहरू हुन् हुर्काएको बच्चाहरू जो अपाङ्ग महिलाहरूले जन्माउनु भएको बच्चाहरू हो होइन। उहाँलाई त हामीले केयरिङ हामीले सकेको क्षमताले सकेको गरेका छौँ नि त। त्यस कारण चाहिँ हामीले चाहिँ अब कहाँ जाने के गर्ने भन्ने कुरा त राम्रो पढ्दै गयो भने राम्रै ठाउँमा पनि पुग्नु होला गाइड गर्नु सक्यो सबैलाई। त्यसकारण पनि मैले आग्रह गरेको छु सबैलाई आर्थिक रूपमा अनि चामल बोकेर आउनुपर्छ किताब बोकेर आउनुपर्छ होइन कि उहाँलाई एउटा काँचो माटो हुनुहुन्छ राम्रो बनाउनको लागि शब्द बोकेर आउनु भए पनि जो कोहीलाई पनि वेलकम छ। तर शब्द बोकेर आउनु पर्यो राम्रो शब्द तर उहाँलाई बिगार्ने गरी शब्द होइन। तिमी कहाँबाट आएको किन आएको किन गल्ती किन गर्यौ भन्ने कुरा होइन कि तपाईँहरू राम्रो बन्नुपर्छ यो कारणले राम्रो बन्नुपर्छ भन्ने कुरा शब्द लिएर आउनलाई पनि मैले धेरै आग्रह गरेको छु। तर त्यो शब्द लिएर चाहिँ कोही पनि आउनु भएको छैन। कोही अब देउकीबाट अब चामल लिएर आउनुहुन्छ हार हतारमा बरु एकछिन बस्ने फुर्सद पनि हुँदैन होइन कतिपयलाई। त्यो पनि त सहयोग त सहयोग। सहयोग चाहिँ एकदमै सहयोग हो तर त्यो भन्दा पनि विशेष उहाँहरूलाई चाहिँ राम्रो बनाउन हाम्रो दायित्व छ होइन। उहाँलाई एकदम पावरफुल बनाउन हाम्रो दायित्व छ कि भन्ने लाग्छ मलाई सबैको हामी चाहिँ त्यहाँ रहेको। र त्यसरी नै चलेको छ अहिलेसम्म चाहिँ। अब शिक्षाको कुराहरू अब नर्मल्ली अब कतिपय घरमा बसेका मान्छेहरूले पनि नर्मली शिक्षा पाउन गाह्रो छ कहाँ जाने के जाने अहिले पनि ठेगान छैन। परिवार चाहिँ अब एउटा विखण्डन भएको छ आमा कता हिँडेको छ बाउले अर्कै ल्याएको छ झन् भयावह स्थिति छ। धेरै घर गाउँमा देखाएको छु। त्योभन्दा त हामीले कम्ती एफएममा सँगालेर पढ्न सक्नेलाई पढ्न मन लाग्नेहरूलाई चाहिँ हामीले पढाउने कोसिस पनि गरेका छौँ। र अब उहाँहरूको अब सबै कुरा एउटा भाग्य पनि होला गाइडेड पनि होला सबै कारणले अब कहाँ पुग्न सक्नुहुन्छ त ठेगान छैन। तर पनि अब सबैको गाइड भयो भने राम्रो मान्छे बन्नुहुन्छ भन्ने मलाई आशा लाग्छ। र त्यस्तो मान्छेहरूलाई चाहिँ मलाई लागेको अब सामान्य एउटै घरको पहिला अब अहिले त अलिक गाह्रो छ। पहिला चाहिँ करारमा एउटै घरकोलाई 2-3 जनालाई जागिर दिँदा पनि हामीले अनुरोध पनि गऱ्यौँ क्या। कम्ती एससी पास गरेका मान्छेहरूलाई त लगाइदिनुहोस् भनेर धेरै अनुरोध गऱ्यौँ लेटर लेख्यौँ। तर पास भयो भने बाहिर बोल्ने कुरा र भन्ने कुरामा त एकदमै हेर्ने दृष्टिकोण चाहिँ फरक छ क्या। किनभने त्यहाँ चाहिँ अनि फेरि मलाई अरूले भनिहाल्यो नि त त्यहाँ चाहिँ यो नै गर्नुपर्छ। अब मान्छेको चाहिँ यो संस्कार हिन्दू संस्कार अनुसार चाहिँ न्वारा नै गरेको हुनुपर्छ बाउ नै पढाएको हुनुपर्छ भन्ने कुरा पनि म चाहिँ किनभने त्यतातिर त्यो चाहिँ एकदम तामझाम गरेर म त्यो चाहिँ गर्नेवाला छैन फेरि। किन मान्छे अन्त त अब धेरै कुराहरू गर्नुहुन्छ तर मैले चाहिँ त्यो चाहिँ अब अब भन्नु चाहिँ भन्छन् मान्छेले त्यस्तो बच्चाहरूलाई चाहिँ अलिकति अब न्वारा नभएको होइन यस्तो त्यस्तो भन्ने खालको चाहिँ अझ बढी जोखिममा चाहिँ ती बच्चाहरू हुँदो रहेछ मैले काम गर्दै जाँदा चाहिँ क्या। अलिक बढी चाहिँ के अझ जस्तै बुवा आमा बित्नु भएको बच्चा भन्दा पनि होइन। तर तीबाट जन्मेका बच्चाहरू चाहिँ अझ नजाने त्यो विभेदको शिकार हुने जोखिममा हुने चाहिँ त्यस्तो बच्चाहरू। त्यही त दिदी अब तपाईँसँग हुन्जेल तपाईँले गरुन्जेल त अब त्यही घर हो भन्लान् होइन तपाईँलाई नै आमा भन्लान् त्यसरी गर्लान् पछि व्यवस्थापन गर्न त समाजले चुनौती त ठुलै दिन्छ नि। त्यस्तो छ मलाई लागेको चाहिँ अब मैले काम त ढिलो गरेको भए अहिलेसम्म अलि अगाडि गर्न पाएको भए त्यहीँको बहिनीहरू छोरीहरूले चाहिँ एउटा नेतृत्व गरेर अरूलाई माया गरिसक्नुहुन्थ्यो होला।
तर अहिले पनि के छ भने अब भर्खर पढ्दै हुनुहुन्छ तर उहाँले केही न केही अब उहाँले सामूहिकतामा बाँच्न सिक्नुभएको छ, खान सिक्नुभएको छ, माया गर्न सिक्नुभएको छ। मैले भन्दा पनि बढी चाहिँ अहिले ती छोराछोरीले माया गरेर अरू छोराछोरी अन्त जान नदिने चाहिँ उहाँले नै गर्नुभएको छ होइन। अन्त नपठाउनको लागि उहाँहरूले आग्रह गर्नुहुन्छ भनेपछि बिस्तारै बुझ्दै जानु होला। अब मैले भने नि अब हामीले कहिलेकाहीँ नसोचे नि होइन है भने पनि कहिलेकाहीँ भाग्यको खेल पनि होला अब जे होला होइन। तर अब लक्ष्य चाहिँ के छ भने कम्ती नै अलिकति 1.5 करोड चाहिँ अक्षय कोष तयार गरिदिन पाएर एउटा घर चाहिँ बनाइदिन पायो भने कम्तीमा नि त्यहीँ बसेको जसले पीडा भइरहेको छ त्योबाट चाहिँ अब हामी नहुँदाको नि बाहिर जो कोहीले पनि व्यवस्थापन गर्न त सजिलो हुन्छ। हिजो हामीसँग पो एकमुठी चामल पनि थिएन, एउटा भाँडो पनि थिएन, मान्छे पनि थिएन होइन भनौँ न। अब यसलाई कसरी जाने के गर्ने भने त अब त यसको खालको चाहिँ यो आवश्यकताले पनि जनाइसकेको छ। त्यस कारण व्यवस्थापन गर्न त्यति धेरै गाह्रो नहोला। जो कोही पनि मैले त आशा गरेको छु तपाईँहरू पनि त त्यसको एउटा भागीदार हो। सिर्जना कार्की मात्रै होइन, आवाज नेपाल चाहिँ एउटा वीरता मात्रै होइन। एउटा राम्रो घर बनाउन सक्यो र अलिकति केही पैसा चाहिँ अक्षय कोषमा तयार गर्न सक्यो भने चाहिँ अब सके उहाँले गर्नुहुन्छ व्यवस्थापन। नसके बाहिरी मान्छेहरूले पनि गर्नु होला भन्ने चाहिँ अब एउटा भनौँ न आशा प्रक्षुब्ध लासित छ होइन। अब गर्दै गर्दैन भन्ने कुरा पनि नहोला। किन उहाँहरू पढ्दै जानु भएको छ, उहाँहरूको जाने ठाउँ नभएपछि त थलो त त्यही हो नि माया गर्ने त होइन। यसरी कुट्यो नि यसरी माया गर्ने नि उहाँहरू मैले चाहिँ आशा लाग्दो हुनुहुन्छ त्यहाँ त्यही त आशा लाग्छ। किनभने अब भाग्यले अब छिटै गइएछ भने पनि अरू होला होइन। तैपनि अब आफू पार्जन व्यवस्थापन गर्न सक्यो भने अब अहिले ती जन्मेर हुर्केका नानीहरू 2-3 कक्षामा पढ्नुहुन्छ। त्यहीँ बसेका केही प्रभावित महिला दिदीबहिनीहरू पनि 22-24 वर्षको हुनुहुन्छ, 22-25 वर्षको उहाँले नै तयारी गरिरहनु भएको छ भने उहाँहरू पनि त धेरै कुरा सिक्नुहुन्छ नि। अब हामीले दिने भनेको त हाम्रो उद्देश्य चाहिँ संस्था चलाएर अनि डोनर ल्याएर हामी चाहिँ गाडी चढ्ने उनीहरूको नाममा डुल्ने हाम्रो उद्देश्य होइन। जब उहाँलाई सक्षम बनाएर उहाँलाई नै हस्तान्तरण गर्ने उद्देश्य छ हाम्रो चाहिँ। त्यो भएको कारणले सायद मलाई लाग्छ आशा गरौँ ती छोराछोरीहरू चाहिँ भोलिका दिनमा उहाँले नि नेतृत्व गर्नुहुन्छ जस्तो लाग्छ। यदि स्थानीय सरकारबाट कतिको सहयोग आउँछ? होइन सहयोग त्यस्तो अब हामीले पनि त्यत्तिरै अब ढोकै ढक्टक पनि नसकेका हो कि कराउनै नसकेका हो कि त्यो चाहिँ अलग कुराहरू होला। अब सहयोग छैन भन्न पनि मिल्दैन। तर आर्थिक रूपमा चाहिँ अब धेरै गाउँपालिकाहरूबाट छैन होइन। अब हामीले पनि एकैचोटि सबै गाउँपालिकामा चिठी पठाए पनि अब सबै गाउँपालिकाले त्यत्तिकै स्वीकारेको अवस्था पनि छैन। र कुनै कुनै गाउँपालिकाले केही कारणले पनि चल्यो। अब अघिल्लो वर्ष त हामीसँग वास्तवमा व्यक्तिको सहयोग भन्दा थिएन। बिगु गाउँपालिकाले सुरुमै 3 लाख छुट्याइदिएको भएर अलि सहज भएको हो क्या। किनभने स्कुलको पनि थियो त्यति बेला चाहिँ तिर्नुपर्ने त्यो भएको भएर होइन। अब जिरीले सुरुमा 1 लाख दिनुभएको हो। यो बिचमा हामी गएनौँ। अहिले उहाँले गर्छु पनि भन्नुभएको छ र तामाकोसीले 1 लाख दिएको हो र भीमेश्वर नगरपालिकाले गत वर्ष 1 लाख र सुरुकोमा 2 लाख दिएको हो। अझ बढी भूमिका अब भीमेश्वर नगरपालिकाकै हुनुपर्छ भन्ने हो। तर स्थानीय निकायको चाहिँ के हुन्छ मेरो र तेरो हुने क्या। तर पीडितहरू भनेको चाहिँ मेरो र तेरो होइन नि, भगवान् पनि मेरो ठाउँमा छ नि त त्यो ठाउँमा लैजा भनेर हुँदैन नि, मेरो ठाउँमा आउँछन् नि त होइन। आएपछि त्यसलाई संरक्षण गर्नुपर्ने दायित्व हो होइन। अहिले पछिल्लो मेरो साहबहरूको पोजिटिभ नै अब सोचाइ छ होइन। उहाँले नराम्रो चाहिँ गर्नु नि भएको छैन। यो गर्नु हुँदैन भन्ने कुरामा पनि उहाँहरू चाहिँ हुनुहुन्न होइन। गर्नुपर्छ भनेर लाग्नु भएको छ। सायद अब आशा गरौँ होइन। अब हिजोको दिनभन्दा आजको दिन चाहिँ अलि धेरै सहयोगहरू भएको छ। अब स्थानीय निकाय भन्दा पनि हामीलाई प्रशासनिक क्षेत्रबाट चाहिँ सायद हिजोदेखि नै हामीलाई सहयोग नभएको हामी संस्था दर्ता गरेर यहाँसम्म आइपुग्दैन थियौँ होइन। अब आज हाम्रो सामु हुनुहुन्न गणेश भट्टराई। जब गणेश भट्टराईकै देन हो हामीले संस्था दर्ता गर्ने। अहिले डिएसपी हुनुभयो त्यति बेला इन्सपेक्टर हुनुहुन्थ्यो वसन्त पाठक, उहाँकै देन हो त्यो संस्था दर्ता गराउने होइन। यहाँसम्म आइपुग्दा चाहिँ हामीलाई प्रशासनिक क्षेत्रबाट र हामीले पनि मान्छे राख्दा पनि प्रहरीकै थ्रो नै पहिला राखेका हौँ। अहिले पो हस्पिटल अन्तबाट पनि हामीले गाउँपालिकाबाट त पहिला चाहिँ प्रहरीमा आउने कहाँ राख्ने त भन्ने कुरा उहाँलाई नै अप्ठ्यारो हुने। त्यही भएर हामीले राख्यौँ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको चाहिँ सधैँ हामीलाई सहयोग र सपोर्ट छ। हामीलाई त रमेश शिवाकोटीदेखि सिडिओ साहब आउँदादेखि चाहिँ अब चाडबाडदेखि लिएर सधैँभरि उहाँले पनि थोरै हेल्प गर्दै आउनुभएको छ। झन् अघिल्लो टुब्राज सरले त्यति धेरै सहयोग गर्नुभयो होइन। र अहिले भर्खरै सरोबारी जानुहुनुभएको युवराज खड्का जो हुनुहुन्थ्यो के अरे डिएसपी, उहाँले नै अब त्यो यो वर्षको त हामीले नयाँ स्कुल हाल्दाखेरि चाहिँ अब बालुदेनको ड्रेस फरक थियो होइन। अनि त्यो हामीलाई अलिक गाह्रो पनि भइरहेको अवस्थामा त्यो 18 जनालाई नै जुत्ता र ब्याग चाहिँ डिएस स्टाफले लिदिनु भएको हो। कोही मान्छे नयाँ आए पनि त्यहाँ दिनको लागि प्रेरित गर्नुभयो, केही सहयोग गर्नुभयो। त्यसकारण चाहिँ अहिले त्यति धेरै अब हामीलाई चाहिँ
अलि रमाउने कमाउने के गर्ने पुग्दैन थियो होला। अब सामरी ऋण त पहिलादेखिकै होला हामीलाई खाँदैन साँदैनको, तर त्यस्तो एकदमै हाई पनि छैनौँ हामी, लो स्थानमा पनि छैनौँ होइन। अब कम्तीमा पनि समाजमा चिनिने पत्याउने त भएका छौँ नि त होइन। त्यति हुँदा चाहिँ चल्छ भन्ने लाग्छ। चल्छ चलिरहन्छ भन्ने लाग्छ। तर अब रेगुलरमा आम्दानी नहुँदा चाहिँ अलिक पीडा हुन्छ क्या। अब कसरी धान्ने त भन्ने कुरा। त्यसकारण चाहिँ अक्षय कोष अलिकति व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्ने छ। त्यो अक्षय कोषभन्दा अगाडि चाहिँ एउटा घर बनाउने लक्ष्य, किनकि कोठाहरू अलिक पर्याप्त छैन। हामीसँग चाहिँ औषधि खुवाएर राख्नुपर्ने छ। र अब उपचारको कुरा चाहिँ नजिकै पिएचसी भएकोले उहाँले धानी सामाजिक सेवा इकाइ र एकद्वार सङ्कट व्यवस्थापन समितिले त्यहाँभित्र हुन्छ। अर्को समस्या चाहिँ के हो भने औषधिभित्र फार्मेसी नपाउँदा बाहिर किन्नु पर्दा चाहिँ हामीलाई पीडा छ। किनकि त्यहाँभित्रको चाहिँ उहाँले सेवा दिनुहुन्छ, तर बाहिरको किन्नुपर्ने औषधि हुन्छ नि त, त्यसले चाहिँ अलिकति अप्ठ्यारो पारिरहेको अवस्था छ होइन। अब कति औषधिहरू चाहिँ पाउनुपर्ने औषधि पनि भित्र नपाउँदा चाहिँ अब अलिकति कसरी धान्ने भन्ने कुरा हो। र अब हामीमा त्यस्तो अब त्यहाँ संस्थाकै मान्छेहरू चाहिँ एकदमै अब एकदम गाडी चढ्ने त्यही टाइमफाइ गर्ने भएको भए अलिकति सहज स्थिति त हुन्थ्यो होला। तर अब त्यस्तो छैन। साथीहरूबाट पनि जो टिममा छौँ होइन, उहाँले टाइम दिन नसके पनि अब्जेक्सन छैन बेला बेलामा होइन। अब त्यो केही अप्ठ्यारोपन पनि छैन हामीसँग, केही खोज्नु भएको पनि छैन उहाँहरूसँग। त्यही सेवालाई नै उहाँले हेर्नुभएको छ। र मैले पनि 24 घन्टा कहिले चाहिँ त्यहाँ नपाएको भए के काम गर्थेछ र कति खान्छेस् डलर भन्नुहुन्छ। तर कहिलेकाहीँ अब आँखाभरि आँसु त आउँछ हाम्रो पनि, किन 24 घन्टा म बिहानदेखि बेलुकासम्म रातिसम्म पनि त्यहीँ हुन्छु होइन। तर अब त्यहाँ एउटा फोनको खर्च पनि त्यहाँबाट हामीले चलाउने हुँदैन। बरु आफ्नो परिवारसँग कुनै न कुनै कारणले मागेर भने पनि हामीले त्यहाँ धान्छौँ होइन। त्यसो धानिरहेको बेलामा मान्छेलाई त के लाग्छ भने त्यस मान्छेलाई त डलरै आउँछ भन्ने हुन्छ। हुँदा नि हो कुनै संस्थाहरूले त्यसरी ल्याएको गरेको हुन्छ। र अब मेरोमा चाहिँ अलिकति कम चल्नुको कारण के हो भने म अलिकति उहाँहरूको जीवन हो उहाँलाई मिडियालाइज गर्न अलिकति चाहन्न है। त्यहाँनिर प्रवेश गराएर अलिकति धेरै मिडियालाइज गरेर प्रचार धेरै गरेर फेसबुकमा हालेर यो त्यस्तो भने उहाँलाई मैले आफूलाई हेर्छु क्या। भोलि मैले मेरो फोटो हेर्दा त्यो त सामाजिक सञ्जाल त हराउने कुरा होइन नि त, मान्छेले ढिलो चाँडो भन्ने कुरा हो होइन। उहाँलाई कति हड्छ। फेरि हाम्रोमा चाहिँ क्रिटिकल केस भएकोले सकेसम्म चाहिँ फोटो खिचेर भिडियो खिचेर नहाल्दै हुन्थ्यो नि जस्तो लाग्छ। र मैले पनि तपाईँले फेसबुकतिर यस्तो त्यस्तो भनेर हालिदिनु, हाम्रो परिवार भनेर हाल्न पाइयो नि त, हामी ग्रुप पनि त जो न हेर्छौँ। तर त्यसरी चाहिँ हामीले हालेको छैन। त्यो चाहिँ अब मिडियालाइज गर्ने हो भने चाहिँ अलि बढी हुन्थ्यो होला। र अब संस्था चलाउन चाहिँ मेरो अनुभवमा यति लामो समय काम गर्दा 3टा कुरामा चाहिँ विशेष ध्यान दियो भने चल्ने रहेछ। विशेष एउटा चाहिँ कि चाहिँ धर्मको नाममा चाहियो दाइ गर्यो मान्नु पर्यो कि चाहिँ अङ्ग्रेजीमा बेच्न सक्छ उहाँहरूको नाङ्गो भुतुङ्गो अब यो चाहिँ छैन भनेर बनावटी सब बनाएर, त्यो चाहिँ मलाई आफैलाई बनावटी अभिनय गर्न नि आउँदैन। जे छ रियलमा अभिनय गर्ने हो। र अर्को कुरा चाहिँ आफूलाई पनि अब सिद्ध्याउनु पर्ने रहेछ, तर त्यो चाहिँ म चाहिँ सक्दिनँ। अनि यो 3टै कुरा अब हाम्रोमा कला छैन के। जो हाम्रो टिमभित्र पनि त्यो कला छैन, मेरोमा पनि कला छैन। जेन तेन जसले हामीलाई अब कति मान्छेहरूले दिनुहुन्छ सहयोग पठाउनुहुन्छ, प्रचार गर्न पनि चाहनुहुन्न। कतिले 2-4 पैसा दिएर पनि त्यो चाहिँ एउटा बत्ती गएर मैले लेख्न भ्याएन भने 10चोटि फोन आउँछ नि त, त्यो चाहिँ खै भन्ने खालको कुरा। तर हाम्रो दस्तावेजीकरणमा चाहिँ हुन्छ है, हाम्रोमा अडिटमा हुन्छ। दस्तावेजमा त कम्ती ती नानीहरूले भोलि थाहा पाउनु चाहिँ हामी अलि ठुलो भएपछि त भन्छौँ नि त यो हो भनेर। अहिले पो हामी भनिरहेछौँ, बिस्तारै भन्ने कोसिस गर्छौँ नि त। अहिले त बुझ्ने बेला होइन। उहाँहरूलाई तिमीहरूले धन्यवाद दिनुपर्छ, भेट्नुपर्छ, उहाँहरूको सहयोगले यहाँसम्म आइपुग्यो भने हामी भन्नको लागि पनि हामीसँग चाहिँ त्यो चाहिँ एकदम दस्तावेजको रूपमा चाहिँ हुन्छ होइन। तर अब त्यो धेरै कला त्यो चाहिँ फुलबुटा भरेर हामी चाहिँ कागज बनाउन नजान्ने भएर पनि अलिकति चाहिँ जम्मा हुन नसकेको होला। तर पनि फेरि त्यस्तो हुँदै नभएको भन्ने पनि छैन। मन हुनेहरूले त्यो चाहनु पनि हुन्न है। अब हामीलाई मन हुनेहरूले चाहिँ 5,000 दिनुभएछ भने त्यो 5 करोड हो। तपाईँ त अनि प्रभावशाली महिलामा पनि आइसक्नु भएको छ होइन। अनि यसरी अब महिला अनि बालबालिकाको क्षेत्रमा काम पनि गरिराख्नु भएको छ। समाज चाहिँ कस्तो रहेछ दिदी महिलाको लागि अलिकति भन्नुपर्दा? समाज त अब यो के भन्ने यो नै हो भनेर भन्न सक्ने समाजै छैन। समाजले चाहिँ एउटा हावाहुरी हो, जता हावा गयो त्यतै बहने समाज हो क्या होइन। अहिले तपाईँले मेरो प्रचार गरिदिनु भने मेरो पछि लाग्यो, फेरि तपाईँले अर्को मेरो नेगेटिभ कुरा गर्नु भने मेरो पछाडि लाग्यो क्या। त्यो होइन कि सत्य तथ्य चाहिँ खोजी नगर्ने समाज हो भन्छु म। फुर्सद पनि छैन मान्छेलाई होइन अहिले हावा गफ गर्ने फुर्सद छ होइन। तर सत्य तथ्य त्यहीभित्र गएर छिरेर अनुगमन गर्ने खोज्ने होइन। सत्य तथ्य भनेकै कुराहरू सबै सत्य हुन्छन् भन्ने छैन नि। अब तपाईँ हामीले समाज कसो छ भनेको त सामाजिक सञ्जालमा आएका कुरालाई हेर्दा पनि हामीलाई दिक्क लाग्छ नि त। लेखेका शब्दहरू
कस्ता शब्दहरू चाहिँ कहिलेकाहीँ कमेन्टमा हेरिन्छ नि, आजसम्म त मैले त्यो भोग्नु त परेको छैन। मलाई त वास्तवमा म आफू पनि सामाजिक सञ्जालमा त्यति धेरै इन्ट्रेस्ट राखेर लेख्ने मान्छे होइन। तर जति दिनुभएको छ मलाई आशिषै दिनुभएको छ, राम्रै गर्नुभएको छ। तर आमलाई हेर्ने हो भने चाहिँ तर के छ त भन्दा केही समाजहरू चाहिँ म पनि नजोडिएर धेरै होला, म थोरैसँग मात्रै सामाजिक सञ्जालमा छु होइन। तर के हो मैले यसो हेरिरहन्छु नि, तर लेख्दा शब्द चयनका कुरा गाली गर्न पाइयो नि त, सम्झन पाइयो, तर शब्द चयनकै कुराहरूलाई हेर्ने हो भने पनि हाम्रो समाज चाहिँ अब भोलि कता जान्छ भन्ने कुरा हो क्या। उच्छृङ्खलता बढी छ। किन यो कुरालाई हेर्ने हो भने चाहिँ अब हामीले मैले अहिले समाज हेर्ने भने चाहिँ कस्तो छ भने पहिला हामी त कस्तो वर्गबाट आएको भने बुवा र आमा पनि बोलचाल नभएको अवस्थाबाट आएका मान्छे हौँ क्या। होइन भने त बुवा र आमाको मेरो बुवा हो कि होइन, आमा हो कि होइन, अब बुवा र आमाको हामीले त नभएको कुरा नि त। बुवाले हामीलाई काखमा पनि नलिएको अवस्था हुन्थ्यो बरु कहिलेकाहीँ भने। अहिले बुवाले पनि माया गर्नुभएको छ, आमाले पनि माया गरेको छ। त्यसको फेरि अर्को अलग के छ भने बुवा र आमाका कारणले गर्दा छोराछोरीले पनि धेरै कुरा सिकेको छ क्या। छोराछोरीको अगाडि चाहिँ के गर्नुहुन्छ, के बोल्नुहुन्छ, के बोल्नु हुँदैन भन्ने छैन कि। त्यो चाहिँ अलिकति मायाका कुराहरू त देखेको होला, त्यो मात्रै माया होइन कि। समाज चाहिँ एक खालको चाहिँ अब मैले भने जता बगेको छ हावा नि त्यतितिर मात्रै दौडेको हो कि जस्तो मलाई महसुस हुन्छ कि। आज फलानु चाहिँ ठिक रे भन्यो भने ठिक भयो, एकजना दुईजनाले मिडियामा आउने बित्तिकै चाहिँ त्यो ठिक भयो, अनि अर्कोले बेठिक भन्ने बित्तिकै फेरि बेठिक भयो क्या। सत्यता के हो भन्ने कुरा चाहिँ अब केही मान्छेहरू भनौँ न, हामी यता मिडिया कर्मी पनि होइनौँ, यता अपराध गर्ने मान्छे नि होइनौँ, त्यसलाई मात्रै थाहा छ क्या सत्य कुरा चाहिँ होइन। अब जो चाहिँ एउटा नागरिक पत्रकार जस्तो छौँ, बिचमा बस्ने, लेख्न पनि चाहँदैनौँ होइन, धेरै कुरा बोल्न पनि चाहँदैन, तँलाई चाहिँ सत्य तथ्य थाहा छ। नत्र भने चाहिँ एउटा चाहिँ हावाहुरीको बेला त्यो लैलैमा लागेर धेरै कुराहरू बाहिर आएको छ, चाहे राजनीतिक कुराहरू होस्, चाहे अभियन्ताको कुरा होस्, चाहे कि त्यहाँभित्र चाहिँ गएर जसले बनावट कुराहरू गर्नु सक्नु त्यो राम्रो देखिन्छ। फेरि भोलि एउटा कुरा खोतल्यो भने चाहिँ त्यसलाई सत्यनाशै भनेर छाडिन्छ क्या। त्यो चाहिँ अलिकति बेठिक हो जस्तो लाग्छ क्या। कहिलेकाहीँ उसले गरेका राम्रो काम पनि धेरै होला नि, ऊ अपराधी नै भयो, राम्रो गरेको कामलाई चाहिँ राम्रा कामहरूको पनि एउटा फेरिस्ता बनाएर नराम्रो कुराहरूलाई चाहिँ निर्मूलन गर्नु पर्यो क्या। दाइ म पनि सबै कुरामा ठिक छु होइन नि त, होइन हो दिदी। अनि म आफै पनि महिला भएर हेर्दाखेरि पनि मलाई के लाग्छ भने बजारतिर यदि कोही रक्सी खाएर हो हल्ला गरिरहेछ अथवा कोहीको मानसिक स्थिति ठिक छैन भने पनि उसलाई के चाहिँ थाहा हुन्छ भने यो चाहिँ महिला हो, यसलाई चाहिँ हामीले जिस्काउनै पर्छ, यसको छेउमा चाहिँ नराम्रो शब्द बोल्नै पर्छ भन्ने चाहिँ थाहा हुन्छ क्या त्यसलाई। त्यो कुरा चाहिँ एकदम खड्किन्छ क्या दिदी। मलाई पनि हुन्छ नि। अब अहिले हाम्रो समाज चाहिँ कस्तो भयो भने नि, अब महिलाहरू चाहिँ अलिकति जिस्काउने त्यस्तै खालको महिलाहरू उनीहरूलाई नभए पनि नहुने। वास्तवमा त्यस्तो खालको महिलाहरू नभइकन चिया पनि रुच्दैन। कहिलेकाहीँ फेरि त्यस्तै महिलाहरूको विरोध पनि गरिरहेको हुन्छ क्या। अब महिलाले कुरा ल्यायो भने बाहिर विरोध पनि गरिरहेको हुन्छ। तर हामीले के कुरा हेर्दैन, समग्रमा यी महिलाहरू पनि यस्तै हुन् भन्ने तरिकाबाटै हेरिन्छ क्या। तर सबै महिलाहरू पनि त्यो तरिकाबाट छैनन्। र महिलाहरू चाहिँ आदि जस्तो महिलाहरू त प्रयोग भएकै हुन्, धेरै महिलाहरू चाहिँ प्रयोग नै हुन्छन्। र अर्को कुरा चाहिँ अब यो समाजले त भन्छ नि धेरै कुराहरू महिलाले हनिट्याम, अब पुरुषहरू चाहिँ महिलाको हनिट्याममा चाहिँ पर्न सक्ने, पुरुषै महिला चाहिँ पुरुषहरूको हनिट्याममा पर्न सक्दैन नि त। त्यही त। किनभने कमजोर महिलाहरू हुनुहुन्छ नि त, उहाँहरू हनिट्याममा पर्न सक्नुहुन्छ नि त। र मैले आजकै कुरा हेर्ने हो भने पनि अब भनौँ सक्षम महिलाहरू, अब म जतिको महिला तपाईँ जतिको महिलालाई टिका टिप्पणी गर्नु यदि गलत गरेछौँ भने त्यो चाहिँ सही पनि होला। तर एकदमै कमजोर महिला छ, ऊ बोल्न पनि सक्दैन, उसको बोली पनि आउँदैन, शारीरिक रूपमा मानसिक रूपमा ऊ कमजोर छ भने त्यो महिला आज गर्भवती भएर बच्चा जन्मेर त को त कस्तो त। त्यही त। हाम्रो समाज चाहिँ के हो त क्या, यदि त्यसले त के गर्छ। अनि बालिकाहरू हेर्नुहोस् त, अहिले बालबालिकाहरू कति जोखिममा छन्, बालिकाहरू कति जोखिममा छन्। अब 8-9 वर्षको 5-7 वर्षको नानीहरू चाहिँ आज जोखिममा छन्। किनभने हामीले त भविष्यका कर्णधार त तिनीहरू हुन् नि त, हाम्रो लेभलमा। तर ती अहिले सबैलाई चिन्ता छ भने ती बालिकाहरू जोगाउनमा चिन्ता छ, बालकहरू कस्तो बन्लान् भन्नेमा चिन्ता छ कि होइन। त्यस कारण चाहिँ के लाग्छ भने मलाई अब कार्यक्रम अब यो हाम्रो चाहिँ विकास चाहिँ बाटोघाटो भन्दा पनि यदि हाम्रो सन्तान हिँड्दा रुन्छौँ, सन्तान नै महत्त्वपूर्ण हो भने सन्तानमा लगानी हुनु पर्यो क्या। अनि राज्यले पनि के गर्नु पर्यो, मानव स्रोतमा चाहिँ लगानी गर्नु पर्यो। आज मानव स्रोतमा चाहिँ लगानी नै छैन क्या। संवेदनशीलताको आज कति तालिम दिने भने हुन्छ क्या, तालिम भन्दा नि अरू कुराहरू प्रविधिसँग पनि खेल्न सिकाउनु पर्यो क्या मान्छेहरूलाई। छैन नि त प्रविधि खेलाइ आज यो के अरे साइबर क्राइम भयो, प्रविधि होइन, प्रविधि बिना त केही चल्दैन। तर प्रविधिसँग खेल्ने खालको चाहिँ तालिमहरू के दिएको छ त, कार्यक्रमहरू के बनाएको छ त, छैन नि त। साँच्चै के भने के प्रविधि गर्ने भन्ने कुरा त छैन।
र कति मान्छेहरूले चाहिँ अब छोराछोरीको अगाडि भन्नुहुन्छ कतिपय मान्छेले चाहिँ यो अब मैले अलिकति तिजको कुरालाई जोड्ने तिजमा चाहिँ के भन्नुहुन्छ मान्छेले नि 1 महिनादेखि चाहिँ यो चाहिँ ढर्रा भयो महिलाहरूको कुराहरू धेरै टिकाटिप्पणी आउँछ क्या तर मैले चाहिँ बच्चाहरूको अगाडि चाहिँ ठुलो आइफोन चलाउनु हुँदैन होइन मैले महिलाहरूको अगाडि चाहिँ त्यही हिसाबले खानपिन गर्नु हुँदैन भन्ने चाहिँ छैन फेरि किनभने त्यो बच्चाले सिक्ने हो नि त मलाई लाग्छ नि त म एउटा कमजोर महिला म एउटा संस्था चलाउँछु मान्छेहरूको अगाडि त राम्रै कुरा होला तर मलाई आज एउटा राम्रो फोटो खिच्ने मोबाइल नहुँदा मेरो मन रुन्छ नि त होइन तर ती बालबालिकामै रहर होला नि त त्यो चाहिँ राम्रो फोटो खिचेर हाल्ने अथवा गफ गर्ने अरूले गएर त तपाईँ देख्नुहुन्छ मञ्चमा खालि मोबाइल चलाएर बस्या हुन्छ ठुला भएर त्यहाँ के दिन्छ त्यही त होइन किनभने त्यो भाषण सुनिरहेको हुँदैन अरू कुरा सुनिरहेको मोबाइल चलाएको छ त्यहाँ बच्चाले हेर्नु त के हो त्यो मोबाइल मेरो हातमा भयो नभएको कुरा धेरै प्राप्त गर्न मन लाग्छ नि त अनि आज चोरीको कुराहरू होला होइन अझ धेरै कुराहरू आउने त त्यो कारणले पनि होला जस्तो मलाई लाग्छ कि चलाउन नजाने ती कुराहरूलाई चाहिँ हेर्ने सबै संवेदनशीलता हुनुपर्छ मानवीय स्रोतमा लगानी गर्नुपर्छ सन्तानमा लगानी गर्नुपर्छ अब जापानतिर चाहिँ बच्चा जन्मिँदा के अरे 4-5 लाख दिन हुने हाम्रो बल्ल भीमेश्वरले 10,000 दिने है तेस्रो बच्चा जन्मायो भन्छ कि सन्तान कति महत्त्वपूर्ण छ त्यस कारण त्यो 10,000 त तोक्यो नि त होइन सन्तान र मानव चाहिँ महत्त्वपूर्ण हो नि त्यो कुरा पनि त कति विषयमा त अझ कतिजनाले त त्यसलाई पनि खिसिटिउरीको विषय नै बनाउनु भयो नि त अनि बनाए अब त्यो चाहिँ अब त्यही त मैले भने हाम्रो समाज त आफ्नो आफ्नो यो पाँचे औँला जस्तो छ कि छरिएको छ अब कतिको राम्रो बुझाइने होला मैले आज के अरे दोलखा महोत्सवमा पनि मैले के कुरा गरेँ भने नि होला ज्योति मगर मन पराउने मान्छे पनि हुनुहुन्छ ज्योति मगर जस्तो मान्छे पनि चाहिने एउटा समाज छ होइन यो समाजलाई चाहिँ एउटा ऊर्जा दिने खालको हौसला प्रदान गर्ने खालको देश विकास गर्ने खालको गीत गाउने मान्छेको नि आवश्यकता छ नि त त्यो मान्छेले आइडिया त सुन्न जान्थे होला नि त केही मान्छेहरूबाट के सुन्नु भन्ने खालको हाम्रो लेभलले कुन गीत सुन्नु लेभल अनुसारको हुन्छ नि सुन्न मन लाग्ने नाच्न मन लाग्ने हाँस्न मन लाग्ने बोल्न मन लाग्ने हो नि त त्यो अनुसारको त छैन नि त अब एउटा एउटा जमातलाई हेरेर मात्रै योजना बनाएर भएन कि सबै जमात यो चाहिँ घाँस काट्ने महिलालाई नि सम्बोधन हुनु पर्यो र गाडी चढेर हेलिकप्टर चढ्ने मान्छेलाई नि सम्बोधन हुनु पर्यो त्यस्ता खालका कार्यक्रमहरू चाहिँ हुनु पर्यो नेपाल सरकारको नि हुनु पर्यो होइन त्यसकारण मात्रै अब यो मानवीय संवेदनशीलतालाई ख्यालमा राखेर मानव स्रोतलाई चाहिँ लगानी गर्नु आवश्यकता छ किनभने मैले अहिले पछिल्लो अवस्थामा देखेको त पारिवारिक छलफलको कार्यक्रम ल्याउनु अत्यन्त जरुरी छ होइन स्कुलमा मात्रै सिकाएर भएन त्यो चाहिँ परिवारमा सिकाउनु पहिलो परिवार हो हाम्रो घर चाहिँ पहिलो पाठशाला त परिवार हो नि त होइन स्कुलमा पहिलो पाठशाला त परिवार हो नि त होइन स्कुलमा आइपुग्दा त एक खालको ऊ भएर आइसकेको हुन्छ त्यो बच्चाले होइन धेरै कुरा सिकिसक्यो धेरै कुरा चाहिँ घरमा सिकिसकेको हुने भएर पारिवारिक छलफल र सामाजिक न्यायको कुरा पहिलो कार्यक्रम बनाउनुपर्छ होइन नत्र भने चाहिँ आज छोरीमाथि अपराध हुँदा चाहिँ छोरी निकालिनु पर्ने त्यो पुरुष चाहिँ घरमा बस्नु हुने होइन अनि आज चाहिँ समाजमा केही हुँदा चाहिँ छोरी चाहिँ अपराधी हुने होइन अर्को चाहिँ हुने होइन कि हाम्रो समाजमा चाहिँ सबै मान्छेले न्याय पाउनुपर्छ मेरोमा एउटा बहिनीले एउटा जेन्युन कुरा उठाए कि उनी चाहिँ आफ्नै बाबुबाट लामो समय रेपमा परेकी थिइन् अनि उनले के भनिन् भने होइन मेरो बाबा मलाई रेप गर्छ मेरो बाबालाई चाहिँ स्केलको चामल आउँछ त्यहाँ खानलाई तपाईँहरूले चाहिँ अब संस्था हो हारगुहार रुँदै हामीलाई माग्नुहुन्छ तैपनि हामीले हात थापेर खानुपर्छ फेरि फोटो पनि छेउबाट दिनुपर्छ भने कति जेन्युन छ हामी भन्दा कति अगाडि छ बहिनी हेर्नु त त्यही त कति पीडा भयो मनमा होइन त्यो भयो त्यस्तो यी दिन चाहिँ सुत्न सकिनँ के हो नि त तपाईँले चाहिँ हामीलाई चाहिँ त्यहाँ माथि पनि कुन संस्थामा पठा माइती नेपाल पठा भन्छ कि कहाँ ल राख भन्छ कि या चाहिँ थोरै वर्ष बस्ने हो भन्छ कि त घर जानुपर्छ उसलाई चाहिँ त्यही बाउको नागरिकता लिन नि मन छैन त्यो बाउ त्यहाँ त्यो नागरिकतामा राख्नै मन छैन अपराधी हो नि त त्यही खालको तर पनि हाम्रो कानुन के छ त अरू अध्यादेश ल्याएर के गर्न सकिन्छ त्यो नागरिकता त राज्यले दियो नि त उसलाई उसको बाउको नाम राख्न मन छैन उसलाई सहयोग गर्ने आमाको नाम राख्न मन छैन है कति उसलाई चाहिँ त्यो पिना किन उसलाई चाहिँ स्केलको चामल आउँछ ऊ कम्तीमा राम्रै घरभित्र प्रहरीको सुरक्षाभित्र बसिन्छ तर हामी त्यो प्रहरीको सुरक्षाभित्र हामीमा चाहिँ के फरक छ र मलाई पनि मोबाइल चलाउनु दिनुहुन्न मलाई नि एउटा दायरामा राख्नुहुन्छ बाहिर जाँदा केही होला कि भन्ने तपाईँहरूलाई नि डर छ हामीलाई नि डर छ अनि चामल सामल पनि अन्तबाट मागेर खुवाउनुपर्छ भनेपछि हेर्नु त कति पीडा हुन्छ नि त मान्छेलाई जसरी वेद पढ्नु सजिलो छ नि वेदना पढ्न त एकदमै गाह्रो छ बाहिर हावामा एक दिन बनाउने कुराहरू साँच्चीकै योजना गरेर त्यहाँभित्र पसेर काम गर्ने कुरा त गाह्रो छ हेर्नुहोस् र लाग्छ म आफू मेरो जीवनमा मेरो आफ्नो व्यक्तिगत जीवनको लागि कहिले पनि मलाई आँसु आएन
मेरो परिवारको लागि पनि म त्यति आँसु बगाएको छैन होला। जे यतिको धेरै चलोस् ल, मलाई उहाँहरूलाई देखेपछि एकदमै आँसु आउँछ। एकदमै पीडाबोध हुन्छ क्या मान्छेले हामीले हेर्ने दृष्टिकोण। म कहिलेकाहीँ त्यस्तै मान्छेको गाडी मैले चढिहालेँ, तिब्बत यहाँ पनि भागेर छ नि यस्तो गाडी चढ्ने भन्ने शब्दहरू प्रयोग भए होइन। कहिलेकाहीँ मलाई त्यो पीडा भयो। मैले त्योभन्दा राम्रो गाडी चलाउँला नि, भोलि चल्ला नि त, भविष्य उज्जवल होला नि। भविष्य होला नि त। तर पनि उनीहरू भविष्य हुन है, उनीहरूलाई राम्रो बनाउनु पर्छ। यिनीहरू काँचो माटो हो, यो काँचो माटोलाई राम्रो बनाउनु पर्छ भन्नेतिर चाहिँ हाम्रो ध्यान कमै गएको छ। स्थानीय निकायको नि ध्यान चाहिँ के हो भने चाहिँ अब सानो कुराहरूमा बाटो पनि नभए हुँदैन, विद्युत पनि नभए हुँदैन। खेलकुद अहिले पछिल्लो सरकारका कामहरू हेर्नुहुन्छ भने त घर बनाउन र खेलकुद मैदान बनाउँदै पैसा सकिएको छ। तपाईँलाई के लाग्छ? यो चाहिँ हामीले विरोध गरे जस्तो लाग्छ। तर त्यो पनि आवश्यकता हो, हामीले होइन भनेको होइन। तर मलाई टुडी खेल्दै के दिन्छ, मलाई यो साटोटे भरले के दिन्छ, ती कमजोर महिलालाई के दिन्छ, त्यो कमजोर पुरुषलाई के दिन्छ, तिनीहरूलाई हेरेर नि त बनाउनु पर्यो। उनीहरूलाई एक दिन तालिम दिएर अनि तालिम दिने मान्छेले चाहिँ दिनमा 1200 भत्ता खाएर, तालिम लिनेले चाहिँ 50 रुपियाँ खाजा पनि धौ खाएर उसले के लिन्छ? हामीले गर्दाखेरि एकदमै सतही कुरा हो होइन, भने जस्तो पनि हुन्छ। है केही होइन त। बाटो 5चोटि भत्काएर बनाउँदा केही पनि हुँदैन। महिलाले एउटा तालिम दोहोऱ्याएर ल्यायो भने त्यसले कति सक्षम बनाएर छोड्यो त क्या। बेसिक तालिम 3 महिनाले सबै कुरा सक्षम हुन्छ त। उसले कर बुझाउनु पर्ला, उसले भाडा तिर्न सक्दैन होला होइन, उसको चाहिँ त्यो रोजीरोटीको एउटा सामान किन्न सक्दैन होला। 3 महिना तालिम दिने बित्तिकै ऊ सक्षम भइदिनु पर्छ भने जस्तो छ क्या। त्यो त होइन त। अहिले जो कि पढेको हुनु पर्यो अथवा त्यो पिएचडी गर्ने हो भने त्यसको नि कोटा हुन्छ बाहिर, होइन भनौँ न। हामीलाई हेर्ने दृष्टिकोण त फरक छ नि त। विभेद त यति धेरै छ। मैले काम गर्दा त यो जनजातिलाई पनि हेर्ने दृष्टिकोण फरक छ, दलितलाई हेर्ने दृष्टिकोण फरक छ, महिलालाई हेर्ने एकछिन बाहिर बोलेर हावामा बोले जस्तो होइन। संवेदनशीलता र गम्भीरता भनेको त एकदम महत्त्वपूर्ण कुराहरू हो नि। त्यसमा गम्भीरता चाहिँ छैन। र अब कोही मान्छेहरू, अब हामी महिलाहरू पनि अब केही हाई लेभलमा पुग्यौँ होला, अब यो सामान्य जस्तो लाग्यो होला। म चाहिँ के भन्छु भने नि, हामी शारीरिक रूपमा चाहिँ बलात्कृत त भएका छैनौँ, तर मानसिक रूपमा सबै महिला बलात्कृत भएको छन् जस्तो लाग्छ क्या मलाई। अब आजको दिनसम्म आइपुग्दा यसरी महिला अधिकारको कुरा गर्दा, महिलाको कुरा गर्दाखेरि आजको दिन तपाईँ र म यसरी महिलाको विषयमा कुरा गर्न पाएको छौँ, यो नै ठुलो कुरा भएको छ क्या। यो यति गर्न पनि त धेरै ठुलो लडाइँ लडेर यहाँसम्म आइपुग्यो होइन। तर अब फेरि यही कुरा गरिरह्यो भने हामीले चाहिँ के भन्ने हो त, एउटा होइन राजनीति त गर्ने हुनुभयो नि त। अब हाम्रो देशले उदाहरण दिनु भने राजनीति धेरै महिला अगाडि, किन भन्दा महिलाहरू अगाडि आउनु भएकै हो होइन, महिलाहरू आन्दोलन हिँडेकै हो, महिलाहरू आफै अग्रपङ्क्तिमा लागेकै कारणले आएको हो भन्ने छैन। हामीले दियौँ है, हामीले अगाडि ल्यायो त यति पर्सेन्ट कतिमा कति छ भने चाहिँ हाम्रो महिलाले चाहिँ यो बनाएका छौँ नि भन्ने खालको चाहिँ उदाहरण दिने छ धेरै छ। तर के कारणले चाहिँ भयो भन्ने कुरा मलाई लागेको कुरा उठ्दै नउठेको विषय पनि लाग्छ। यो नाकाबन्दीको विषय चाहिँ बेलाको कुरा चाहिँ मलाई एकदमै मेरो दिमागमा खड्केको कुरा हो क्या। नाकाबन्दी भयो अनि केपी शर्मा ओलीले मात्रै चाहिँ यो चाहिँ के अरे नझुकेको भन्ने कुरा आयो। नेपाली महिला नझुकेको हो यी भुस खोजेर हुन्छ कि दाउरा खोजेर हुन्छ कि ती गृहिणी महिलाहरूले भात पकाएर रोएर बच्चालाई खुवाएर कम्ती देशलाई सपोर्ट गरेको कुरा आएन है। यो कुरा कहीँबाट उठ्यो? न मिडियाबाट उठ्यो, न पत्रकारबाट उठ्यो, न अधिकार कर्मीबाट उठ्यो। तर मलाई खड्केको कुरा चाहिँ के हो भने त्यति बेला भर्खर संविधान घोषणा भएको थियो। नेपाली महिला त्यो संविधानमाथि चाहिँ एउटा धावा बोल्न अप्ठ्यारो पर्ला संविधानलाई भनेर चाहिँ नेपाली महिलाहरूले यति धेरै सङ्घर्ष गर्नुभयो। ग्यास नभएर भात पकाउँदा गर्ने सङ्घर्ष त हामीलाई थाहा होला नि। तपाईँ हामीलाई नझुक्या त हामी हो नि। यदि हामीलाई ग्यास चाहिन्छ प्रधानमन्त्री भनेर बाहिर निस्केको भए के गर्ने केपी शर्मा ओलीले? त्यही त हो कि न? तर सँगै उहाँ पनि नझुकेको कुरा सत्य हो। तर नेपाली महिला पनि नझुकेर नेपाली महिलाले गरेको सहयोग चाहिँ कहाँ आउँछ क्या? अहिलेसम्म बिना तलब चाहिँ सेवामूलक कामको लेखाजोखा कहाँ भएको छ? त्यो हुनु जरुरी छ नि। अब भर्खरै अहिले त्यो कार्यक्रमहरू के आएको सरकारी कार्यालयमा आएको छ, त्यो सबै घरमा पुग्नु पर्यो क्या। त्यस्ता महिलाहरूले चलाउन पाउनु। अब हामीले बोल्यो एनजिओ हुने, हामी चाहिँ अधिकार कर्मी महिलाहरूको मात्रै कुरा बोल्ने हुने, सरकारी कर्मचारीले चाहिँ जे बोल्ने नि हुने, अनि सरकारी कर्मचारीले चाहिँ जे गर्ने हुन्छ होइन। योजना भन्दा कार्यविधि भन्दा सबै मान्छे बसेर भन्नु पर्यो नि। एउटा सङ्घर्ष गर्ने महिला चाहिँ अहिले पनि बाहिरको छ क्या। अहिले पनि न स्थानीय निकायसँग टच छ
अनि जनतासँग टच हुने ठाउँ पनि छैन। किन एनजिओ भनेका चाहिँ अब के धुती खानी मात्रै हुन् भन्यो, एनजिओ पनि छैन। होइन भन्नुहोस् न। अनि स्थानीय निकायसम्म एक खालको महिलाहरूको टचै हुँदैन, एउटा जान्ने सुन्नेहरूको टच हुँदैन क्या। कि जति स्थानीय निकायमा सहभागी हुनुभयो त एक खालको चाहिँ बाहिर भयो जस्तो लाग्दैन तपाईँलाई? त्यही त। अनि सँगसँगै अर्को कुरा पनि के दिदी, यो पीडित महिलाहरू एकदम पीडा खपेरै बस्ने पनि अहिले पनि त धेरै नै पीडा खपेरै बस्नुहुन्छ, धेरै कुराहरू बाहिर आउँदैन होइन? यस्तो छ। तपाईँहरूले त्यता त्यो क्षेत्रमा काम गर्दा पनि हो सृजनाजी, अब म त खप्नुहोस् भन्छु प्रदर्शन गर्नुभन्दा। न्याय कम छ के। तपाईँले त थुप्रै घटना त सुनिसक्नु भएको छ। न्यायाधीशको श्रीमती के अरे अदालतको अगाडि उभिएको पनि तपाईँलाई थाहा छ होइन? अब रामेछापको बिनु कठायतलाई नै हेरौँ होइन? अब यो हाम्रो समाज के भन्नु, तपाईँ आफै विश्लेषण गर्नु, म गर्दिनँ। मैले एकजना महिलाको मुद्दा लडेँ, यहाँ पनि मैले लडेँ। अब जो महिला चाहिँ औषधि खानुहुन्छ, धेरै बोल्नु, उसलाई जे भन्नु त्यही मान्छ, साह्रै सोझो हुनुहुन्छ। तर अब पीडित भन्नाले प्रहरीसम्म पुग्दा चाहिँ छलफल हुन्छ दोहोरो होइन? त्यहाँ अलिअलि केही कुराहरू पत्ता लगाउन सकिन्छ। तर अदालत भनेको चाहिँ छलफल गर्ने अदालत बनाउनु पर्यो क्या। त्यो चाहिँ एउटा के हुन्छ त भन्दा त्यहाँनिर उसलाई मेलमिलापमा पठाइन्छ, मेलमिलापमा चाहिँ चित्त नबुझेर मेलमिलाप तपाईँ चाहिँ उहाँ जानुहोस् पनि भनेको हुन्छ नि त्यो मेलमिलापकर्ताले। तर माथि पुग्दासम्म चाहिँ के हुन्छ त भन्दा धेरै कुराहरू बटारिसक्छ। मसँग त अझै नि भोइस रेकर्ड छ। बच्चा रासबास नै खोसिसकेको हुन्छ नि। तपाईँको भोइस रेकर्डमा के छ भने त्यो बच्चा फाल्दे सफा गर्दै म पैसा दिन्छु भनेको भोइस रेकर्ड छ। तर डिएनए परीक्षण गर्दा डिएनए देखिँदैन। हेर्नुहोस् है त। अब हामीले के भन्ने र अब अन्तिममा गएर डिएनएको कुरा आउँछ। तर ऊ जाँदै नगएको त होइन नि त। उसले मानव बच्चा फाल्दै भनिसक्यो, उसँग सम्बन्ध भएको नभएको त होइन नि, तर सम्बन्ध उसले पनि राखेको होला नि त, ल अरूकै बच्चा भए पनि। तर त्यहाँतिर चाहिँ के हुन्छ त भन्दा हामीले मुद्दा लड्दा संस्थाको हितका निम्ति हामीलाई के हित हुन्छ उहाँको मुद्दा लड्ने त? कति दुःख पाएको हुन्छ होइन? तर के हुन्छ त भन्दा न्याय चाहिँ पीडितमुखी न्यायालय हुनु पर्यो क्या। आज पनि राजनीति न्युतिहरू भएका मान्छेले, आज पनि राजनीतिक दबाब भएको मान्छेले पहुँचको आधारमा न्याय पाउने भएपछि चाहिँ कसरी चाहिँ त्यो खेपेर बस्नुभन्दा आफूलाई प्रदर्शन गर्नुभन्दा मैले त केही सिडिओ साहबलाई केही भन्छु के, इन्डियामा गएका चाहिँ बेचियो भने फिर्ता ल्याएर प्रदर्शन गर्नुभन्दा न्याय के त? के छ? बरु यो देशभन्दा बाहिर उहाँहरू बेचे पनि त्यही चाहिँ खुसी हुनुहुन्थ्यो कि। तर किनभने प्रदर्शन न्याय नभएको यसको अर्थ चाहिँ मैले विरोध गरे हुनसक्छ। तर केही मान्छेले पहुँचको आधारमा न्याय पाएको छ। महिला पहुँचमा छ, अलि बलियो छ, उसका चाहिँ आसेपासेहरू अलि बोल्दै छन् भने उसले न्याय पायो नै होइन? अब प्रहरीबाट हुने कारबाहीहरू त अलिअलि भएका छन्। तर अब यहाँनिर चाहिँ कस्तो छ भन्नुहुन्छ भने नि, अब हामी कतिपय कुरा चाहिँ के गर्छौँ भने अब तपाईँ धेरै मुद्दाहरू होस्टाइल हुन्छ नि, बिचरा हिजो थिएन आज उसले गर्न सक्दैन भन्ने हुँदैन कि। आज गर्न सक्छ, हिजो राम्रो थियो आज नराम्रो। म आजसम्म त नराम्रो भने होइन नि मलाई, तर भोलि मेरो पनि त गल्ती हुनसक्छ नि। त्यो गल्ती चाहिँ मेरो गल्तीलाई कारबाही गर्ने नि त। दिदी अब सबै कुराहरू समेटेर समय पनि हामीलाई पुग्दैन है। अन्तिममा के भन्न चाहनुहुन्छ? अब हाम्रो के भन्नु, म एउटा कुरा चाहिँ सबैका कारणले जुन हिजोको अवस्थाभन्दा त आज धेरै परिवर्तित अवस्थामा आइपुगेका छौँ। यो चाहिँ ठुलो मिडियाको हात पनि छ होइन? मिडियाले बोलेको त विश्व थर्किन्छ। त्यसकारण मिडिया चाहिँ अझ सक्षम बनोस्, मिडियाले सत्य तथ्य कुराहरूलाई बाहिर ल्याओस् होइन? अलि पहुँचको आधारमा मात्रै होइन भन्ने पनि मलाई एउटा मेरो चाहिँ मिडियालाई कुरा हो होइन? तर अर्को कुरा चाहिँ अब हामीले जुन सभ्य समाजको परिकल्पना गरेका छौँ होइन? त्यो परिकल्पनाभित्र चाहिँ हामी सबैले साँच्चीकै अधिकारको आँखाले चाहिँ सबैलाई हेर्नु जरुरी छ कि। संरचना चाहिँ यो हिजो यस्तो थियो त्यस्तो थियो होइन? यो दलित हो, जनजाति हो, यो महिला हो, महिलाले चाहिँ सहनै पर्छ, महिला चाहिँ एकदमै महिला भएर ठिक हुनुपर्छ भन्ने तरिकाबाट चाहिँ यो भनौँ न हाम्रो समाज छ नि, त्यसलाई त्यसको चाहिँ अन्त्य होस् भन्ने चाहन्छु। हामी सबै नजिकै हो, मलाई लाग्छ 8 मार्च पनि आइसकेको छ होइन? मलाई 8 मार्चमै हो मैले प्रभावशाली महिलाभित्र जो चाहिँ देखिनु, उहाँले मलाई घोषणा त गर्नुभयो होइन? तर त्यति धेरै आफूलाई प्रभावशाली त लाग्दैन जति मैले थोरै ठाउँमा बसेको छु। तैपनि उहाँलाई म धन्यवाद पनि दिन चाहन्छु होइन? हामी त्यो दिन ठाउँहरू पनि हुँदैन। तर हामीले सबैले तत्त ठाउँमा साँच्चीकै काम गर्न चाह्यौँ भने
होइन सेवा दिन चाह्यौँ भने हामीसँग चाहिँ धन सम्पत्तिले मात्रै काम गर्ने होइन। हाम्रा थोरै समय, हाम्रा बोली, हाम्रा व्यवहारले पनि सेवा हुन्छ। त्यो कुरातिर चाहिँ सबैको ध्यान जाओस् भन्ने म शुभकामना दिन चाहन्छु। र अब हामी सबै लाग्यौँ भने साँच्चीकै यो अनाहक जो चाहिँ मृत भएका बालिकाहरू हुनुहुन्छ अझ संवेदनशील अहिले पनि हेर्ने भने अब आजै मान्छे काट्यो भने चाहिँ भोलि नै यस्तो भयो भने चाहिँ बिहान कुनै पनि दिन हामीले त्यस्तो न्युज नसुनेको न्युज छैन नि त होइन। त्यसलाई अलिकति परिमार्जन गरेर देशको कानुन पनि परिमार्जन होस् भन्ने लाग्छ। हामी आफै पनि अब जति महिलाहरू छौँ होइन, हामी एक्लै अर्कालाई टिका टिप्पणी गर्नु होइन भन्दा पनि साँच्चीकै वास्तविकता भित्र छिर्नु जरुरी छ कि। अब हामी आदर्शका कुरा गर्नु त सबैलाई आउँछ, तर वास्तविकता त भोगाइ हो नि त। त्यो भोगाइभित्र छिरेर साँच्चीकै गर्ने कहिलेकाहीँ चाहिँ देखेका कुरा सत्य नहुन सक्छ होइन, बोलेका कुरा पनि हाम्रो सत्य नहुन सक्छ। तर हामी चाहिँ साँच्चीकै अब अलिकति अध्ययन गरेर र स्थानीय निकायले छिटोभन्दा छिटो मलाई त के लाग्छ भने हुन त हाम्रो कुरा ढिलो चाँडो होला नहोला, तर यो पारिवारिक छलफल र सामाजिक न्यायको विषयमा चाहिँ अलिक बढी महत्त्व राख्ने खालका कार्यक्रमहरू चाहिँ अब यो अध्यादेशै ल्याउनु पर्ने हो कि कानुनै बनाउनु पर्ने हो कि त्यो कुरा। र अर्को कुरा चाहिँ काम गरिरहँदा चाहिँ अध्यादेश चाहिँ ल्याइन्छ, तर कहिलेकाहीँ चाहिँ महिलालाई अप्ठ्यारो पारिगरी पनि ल्याइन्छ के। किनभने अब महिलाहरूलाई चाहिँ कसरी सहज हुन्छ भनेर महिलाहरूका विषयमा मात्रै छलफल गरेर कानुन बनाउनु पनि जरुरी भएको छ कि। अब नागरिकताको विषयमा आएको कुरा होला, अंशको कुरा होला, फेरि अंश पनि बिहे गरेकै भोलिपल्ट चाहिँ सम्पत्ति कमाउने नाममा महिलाले लिएर हिँडुन् भन्ने हाम्रो चाहना होइन। वास्तविकता के छ त त्यो हेर्नु पर्यो क्या। वास्तविकता चाहिँ के हो त, कहाँबाट कसरी परिष्कृत भएको छ, कहाँबाट चाहिँ त्यो महिला पनि प्रयोग भएको छ भन्ने तरिकाबाट हेरेर साँच्चीकै महिलाहरूलाई न्याय दिने हो भने चाहिँ अब नागरिकताको विषय पनि अहिले समस्या छ। किनभने अब कहाँ रुकुमरोल्पाबाट एउटा गोठै ल्याइदिएको हुन्छ यहाँ, अनि डिभोर्स नगरिकन उसले बिहा दर्ता नि गर्न पाउँदैन, अनि नागरिकता नि बनाउन पाउँदैन। छोराछोरी उहाँ चाहिँ कलेज पढ्ने भइसक्यो, उनीहरूको बिहाल छ परिवारमा पनि, त्यो एउटा कुरा। यदि आइसक्यो सो त खारेज हुनु पर्यो। र अर्को कुरा चाहिँ यसलाई अब अहिले पछिल्लो अवस्थामा चाहिँ एक खालको महिला सचिव भएर डिभोर्स भएको हो कि साँच्चीकै अन्याय भएर डिभोर्स भएको हो भन्ने कुरा। साँच्चीकै डिभोर्स अब केटा मान्छेहरूको नि अहिले अदालतमा जाने थुप्रो छ नि त मुद्दा चाहिँ। केटा मान्छेहरूले चाहिँ धेरै केटी मान्छे चाहिँ दुःखै दिए जस्तो, तर दुःख दिए भनेर त उहाँले अर्को महिला नल्याइ त्यो बस्नु सक्नुहुन्न। बाहिर अर्को केटीहरू हुनेहरूले चाहिँ डिभोर्स हाल्नु भएको छ क्या, हुँदै नहुनेले भन्दा पनि बाहिर हुनेहरूले हाल्नु भएको छ। हामी पनि यसो आकलन गर्छौँ क्या, बाहिर कुनै केटी छ उहाँको घुमफिर गर्ने छ के छ भने चाहिँ कम्ती त्यो ल्याउनलाई भोलिपल्टै पर्सिपल्ट ल्याउनका लागि चाहिँ अब उहाँले डिभोर्सको कुरा गर्नुभएको छ। तर हाम्रो जुन विखण्डन छ, विवाह भनेको एउटा हाम्रो चाहिँ भनौँ न परिवार चलाउनको निम्ति, संस्कार चलाउनको निम्ति होइन, हामीले यो हो भने तपाईँ चाहिँ र मैले भन्ने पनि गर्छु धेरै पुरुषहरूलाई। अहिले आएर बुढेसकालमा केटा मान्छेहरू रोएर भएन, अन्तिम अवस्थालाई हेरेर नि केटा मान्छेले श्रीमतीलाई माया गरोस् भन्छु म चाहिँ। अन्तिम अवस्था, केटा मान्छेहरूको अन्तिम अवस्था चाहिँ यति विकराल छ, यति अप्ठ्यारोपन छ। अहिले केटा मान्छे मात्रै भएको घरमा केटाहरूलाई बुढाबुढी बाहरूलाई सोध्नु त, तर त्यो श्रीमती भन्दा विकल्प उहाँहरू सम्झिनुहुन्न। त्यसकारण पनि श्रीमतीलाई बेलैदेखि माया गर्नु हो भने उहाँ धेरै बाँच्नै सक्नुहुन्छ। उहाँले अब भनौँ न स्याहार सुसार पाउनुहुन्छ, उहाँलाई आवश्यक परेको बेलामा परिवार पनि चल्छ। र उहाँहरू पनि कम्ती नै बढी पीडा भएपछि, बढी तनाव भएपछि उहाँले आत्महत्या गर्नु होला, सम्बन्ध विच्छेद गरेर हिँडिदिनु होला, अथवा उहाँको मृत्यु पनि त छिटै हुनसक्छ नि तनावका कारणले। तर त्यो कुरालाई चाहिँ ख्यालमा राखेर आफ्ना श्रीमतीहरूलाई नि माया गर्नु, समाजमा रहेका सबैले सबैलाई माया गर्ने एउटा प्रावधान गरौँ। अन्यायमा कोही पनि नपर्नु। हाम्रो अर्थ के हो भने महिलाहरूको मात्रै कुरा गरिरहेका छन्, समाज बनाउने कुरामा महिलाले पनि पुरुषले पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ। ध्यान दिनको निम्ति म सबैलाई आग्रह गर्न चाहन्छु। हावाहुरीमा मिडियामा एउटा राम्रो एउटा महिलाले भन्यो, एउटा पढे लेखेकोले चाहिँ सबै कुरा भनेको ठिक छ भन्ने तरिकाले नभइकन सत्य तथ्य के हो त भनेर हामीले त्यसलाई चाहिँ एउटा भनौँ न त्यो उसमा पुग्नु, केन्द्रबिन्दुमा पुगेर हामीले सामाजिक न्यायका कुरा गर्न सकौँ। सबैले सामाजिक न्याय सहितको सभ्य समाजको निर्माण गर्नको निम्ति राजनीतिक दल, समाजसेवी, पत्रकार सबैको त्यत्तिकै पनि ध्यान जाओस् भन्ने शुभकामना दिन चाहन्छु। धन्यवाद। हुन्छ, हस् दिदी, तपाईँले भने जस्तै अवश्य पनि समाजमा तपाईँका कुराहरू अगाडि बढिरहन् अनि आवाज नेपालको आवाज अझै बुलन्द होस् भन्ने शुभकामना। सँगसँगै तपाईँको सामाजिक सेवामा जुन तपाईँको नाम लेखिसकिएको छ, यो नाम अझै उच्च बनोस्, अझै राम्रो बनोस् भन्ने शुभकामना दिँदै समय दिनुभयो। धेरै धेरै धन्यवाद।